जहाँ चाहिँ हैन जनताका इच्छा चाहनाहरू चाहिँ तपाईको इच्छा पिपुल्स मान्छेहरू समाज मान्छे कुनै पनि देशमा जनताहरू बस्छन्, तिनीहरूको आफ्नो आफ्नो इच्छाहरू हुन्छ, चाहनाहरू हुन्छ। त्यो इच्छा र चाहनाहरूलाई चाहिँ कानुनी रूपमा एउटा मान्यता प्राप्त गराएर हैन यदि संविधानमा चाहिँ त्यो कुरा समावेश अथवा इन्क्लुड गरिएको हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। अनि मैले अघि तपाईलाई कानुनी राजनीतिक दस्तावेज किन हो भन्ने कुरामा चाहिँ यसले राजनीतिका कुराहरू पनि के गरेको हुन्छ। राजनीति गरेर नै तपाईको राजनीतिज्ञले नै डिसाइड गर्छ कि कन्स्टिट्युसन कस्तो बनाउने भनेर, र कन्स्टिट्युसनमा चाहिँ पोलिटिक्स कसरी जान्छ भन्ने कुरा डिटरमाइन गरे। त्यो भएर एकदमै यिनीहरू इन्टर रिलेटेड हुन्छन्। सो यो कुरा तपाईले बेसिक कुराहरू मैले खासै भन्न पनि जरुरी थिएन, तर पनि मैले भनिदिएँ है त। सो दोस्रो सेकेन्ड कुरा भनेको चाहिँ के छ, थर्ड पोइन्ट भनेको चाहिँ यसलाई हामी कहिलेकाहीँ चाहिँ सुप्रिम ल पनि भन्छौँ हैन। सुप्रिम ल किन भन्छौँ भन्दा यसले अरू लजहरू भन्दा जुन हामीसँग एक्जिस्टिङ लजहरू छन्, ऐनहरू हैन, विनियमहरू, नियमहरू, निर्देशिकाहरू, यी सबै यसको अन्डरमा रहन्छन् है। कुनै पनि ऐनले, कुनै पनि नियमले, कुनै पनि विनियमहरूले यदि उनीहरूले चाहिँ तपाईको चाहिँ अस्तित्व अथवा उनीहरूले चाहिँ तपाईको भ्यालिडिटी भन्छ, यसलाई मान्यता प्राप्त गर्नु छ, अथवा वैधता भन्छ, त्यसलाई लेजिटिमेसी भन्छ है। सो वैधता मान्यता प्राप्त गर्नु छ भने संविधानले दिएको मर्म अनुरूप बनाउनु पर्यो हैन। त्यो कुरा भयो। अर्को भनेको फन्डामेन्टल ल। फन्डामेन्टल भनेको देशको मूल कानुन भन्ने धारा 1 मा भनेको छ। त्यो भन्नुको अर्थ भनेको संविधानको हैन, संविधानले दिएको कुनै पनि मर्म भावना अथवा संविधानको विपरीत कुनै पनि कानुन बनाउन पाइएन है। समानताको हक भनेको छ, त्यसको विरुद्धमा जान पाइएन। यसको उदाहरणको रूपमा हामी हेरौँ हैन, एकचोटि इमिग्रेसन डिपार्टमेन्ट भन्ने थियो, अध्यक्ष विभागले चाहिँ महिलाहरू चाहिँ विदेश जानु पर्यो भने चाहिँ ओडाबाट सिफारिस लिनुपर्ने अथवा स्थानीय तहबाट सिफारिस लिनुपर्ने भन्ने एउटा नियम ल्यायो। त्यो नियम के हो, संविधानले के गरेछ, केटा र केटी अथवा महिला र पुरुष बीच चाहिँ समान अवसर दिनेछ, समानता कायम गर्ने भन्ने संविधानले परिकल्पना गरेछ। इमिग्रेसन डिपार्टमेन्टले त्यस्तो तपाईको जुन रुल्स ल्यायो, त्यो रुल्स भनेको संविधानको समानताको विरुद्ध अथवा संविधानले परिकल्पना गरेको राइट टु इक्वालिटी भनेको समानताको हकको विरुद्ध भयो। त्यही भएर त्यो नियम चाहिँ पछि खारेज भयो है। त्यसै गरी अरू थुप्रै उदाहरण छ नि, तपाईँलाई मैले पढाइराख्नु पनि परेन। सो अर्को भनेको चाहिँ पब्लिक ल। सो पब्लिक ल सार्वजनिक कानुन किन भन्छ भने तपाईँलाई प्राइभेट ल र पब्लिक लको कन्सेप्ट अब यत्रो पास आउट हुनुभएकोलाई मैले भनिराख्नु परेन। त्यही पनि सो सार्वजनिक कानुन भने चाहिँ के रहेछ भन्नुहुन्छ भने चाहिँ सो the law which deals with the state and the people है। जनता र राज्य बीचको सम्बन्ध कसैले स्थापित गर्छ भने त्यसलाई हामी पब्लिक ल भन्छौँ भन्ने कुरा हामीले जान्नु पर्यो। पब्लिक ल भनेको रहेछ रे जनता र राज्य बीचको सम्बन्ध स्थापना गर्ने कानुनलाई हामी पब्लिक ल भन्दा रहेछौँ हैन। त्यो कुरा जानिसकेपछि अब यहाँ सुन्नुस् है, संविधानमा एउटा उदाहरण छ, त्यो भनेको नागरिकताको हक है। यो कसले पाउँछ, जनताले पाउँछ। कसले दिन्छ, राज्यले दिन्छ। राज्य र जनता बीच सम्बन्ध देखाएको देखाएन, त्यो व्यवस्था कहाँ छ, संविधानमा छ। संविधानमा नागरिकताको हकको व्यवस्था छ, कसले पायो, जनताले पायो। कसले दियो, राज्यले दियो। सो यसलाई त्यही भएर हामी सार्वजनिक कानुनको रूपमा पनि हामी यसलाई चाहिँ उदाहरण अथवा यसलाई चाहिँ हामी मान्न सक्छौँ भनेर हामीले एउटा भन्न सक्छौँ। अनि संविधानको कुरा गर्दाखेरि जुन अरू कानुनहरू बन्छन्, जस्तै तपाईँले कानुन बनाउने प्रक्रियामा तपाईँलाई थाहा छ होला हैन, कुनै पनि सम्बन्धित मन्त्रालयले कानुन मन्त्रालयसँग परामर्श गरेर हैन, अझ बजेटमा अर्थ मन्त्रालयसँग नै अब समन्वयन गरेर उसले के गर्छ भन्दाखेरि चाहिँ पार्लियामेन्टमा बिल पेश गर्छ। त्यसपछि त्यहाँ छलफल हुन्छ। अब के हुन्छ, धेरै कुराहरू भइसकेपछि चाहिँ हैन, अन्तिममा त्यो 2/3 पास भइसकेपछि राष्ट्रपतिले चाहिँ एउटा सिग्नेचर अथवा एसेन्ट लगाइसकेपछि त्यो चाहिँ राजपत्रमा प्रकाशित भएको दिन कानुन बन्छ। त्यो कुरा तपाईँहरूलाई थाहा छ। तर सुन्नुहोस् है, यो संविधान त्यसरी इजी वेमा चाहिँ बन्दैन है। संविधान बनाउनलाई एउटा छुट्टै प्रक्रिया है, जुन स्पेशल भन्छ है, विशेष व्यवस्था चाहिँ हुन्छ। विशेष व्यवस्था भन्नुको अर्थ के भन्दाखेरि यसलाई चाहिँ यदि संविधान बनाउँछ भने त्यसले अब पार्लियामेन्टले बनाउँदैन। अब त्यसैले पार्लियामेन्टले नभए कसले बनाउँछ भन्नु होला, पार्लियामेन्टलाई नाम फरक राख्नुपर्छ। त्यो भनेको संवैधानिक सभा। अहिले हाम्रो के छ, व्यवस्थापिका सभा है। सो लेजिस्लेचर एसेम्ब्ली अथवा लेजिस्लेचर पार्लियामेन्टले अन्य कामहरू, लेजिस्लेचर एसेम्ब्ली र कन्स्टिट्युसन एसेम्ब्लीको काम एउटै हो। तर कन्स्टिट्युसन एसेम्ब्लीको मेन उद्देश्य, मेन अब्जेक्टिभ भनेको चाहिँ के हुन्छ भन्दाखेरि समाजमा तपाईको संविधान बनाउने है। सो कन्स्टिट्युसन एसेम्ब्ली भनेको संविधान सभा हो। यसको मुख्य उद्देश्य भनेको चाहिँ तपाईलाई थाहा छ, 2064 सालमा हाम्रो संविधान बनाउने क्रममा पहिला संविधान सभाको चुनाव भएको थियो। त्यो बेला अब संविधान बनेन, फेरि दोस्रोचोटि संविधान सभाको चुनाव भयो हैन। यसको मेन काम भनेको संविधान बनाउने हो। संविधान भइसकेपछि तपाईको व्यवस्थापिका सभा यानी कि लेजिस्लेचर एसेम्ब्लीमा कन्भर्ट हुन्छ है। सो त्यही भएर स्पेशल यदि संविधान बनाउँछ भने छुट्टै एउटा निर्वाचन गराउनु चाहिँ आवश्यक छ। तर ऐन कानुन अरू कुनै कानुन बनाउनु पर्यो भने चाहिँ छुट्टै एउटा चाहिँ तपाईको चुनाव गराउनु आवश्यक छैन। आज कानुन बनाउनु पर्यो भने आजै पार्लियामेन्टमा गएर त्यो कुरा बिल पेश गरेर त्यसलाई चाहिँ अगाडि बढाउन सकिन्छ। सो एउटा विशेष व्यवस्था, विशेष कार्यविधि अनुसार मात्र संविधान चाहिँ बनाउन सकिन्छ।
है। अझ भन्यो भने त जनताको डोर टु डोर गएर चाहिँ उनीहरूको इच्छा चाहना के छ त्यसलाई चाहिँ समेट्नुपर्छ भन्ने चाहिँ संविधानको एउटा मर्म चाहिँ हो है। लेट इट बी। सो अर्को भनेको चाहिँ के छ भन्दाखेरि यसले चाहिँ रुलर र रुल्ड भनेको चाहिँ तपाईँको शासक र शासित भन्ने कुरा हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि जो रुलर भनेको को हो त भन्दाखेरि को गभर्मेन्टमा हुन्छ होइन, जोसँग पावर हुन्छ, जस्तै एक्जिक्युटिभ बडिजमा, लेजिस्लेटिभ बडिजमा अथवा जुडिसियरी बडिजमा, जसले चाहिँ हामीलाई रुल गर्छ है। तिनीहरूको रोल्स के हो, तिनीहरूको फङ्सन्स के हो होइन, उनीहरूको काम कर्तव्य र अधिकार जहाँ पनि तपाईँले हेर्नु त होइन, सबैको काम कर्तव्य र अधिकार छुट्याइदिएको हुन्छ। यसले के जनायो भन्दाखेरि चाहिँ उनीहरूको के गर्न सक्छन् के गर्न सक्दैन भन्ने कुरा चाहिँ निर्धारण गरिदियो भन्ने कुरा हामीले बुझ्नु पर्यो। अनि रुल्ड भनेको हामी जुन सिटिजन हुन्छन् हाम्रो पनि कर्तव्य के हुन्छ त होइन, देशको नियम कानुन फलो गर्ने हो कि सार्वजनिक सम्पत्तिको तपाईँको एउटा त्यसलाई प्रोटेक्ट अथवा संरक्षण गर्ने हो कि होइन, अर्को के गर्ने हो, त्यो कुरा चाहिँ संविधानले एउटा डिटरमाइन गरिसकेका हुन्छ है। यो कुरा तपाईँले एकदमै बेसिक है, एकदमै आधारभूत कुराहरू मैले भन्न छु, नभने पनि हुन्थ्यो भन्दा मैले धेरै कुरा भनिसकेको छु। फेरि पनि तपाईँले इक्जाममा आउने कुरा भनेको चाहिँ अर्को भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ होइन, आधारभूत बनावटको कुरा त मैले गरिहालेँ। अनि यसले के गर्छ भन्दा संविधान एउटा विभिन्न डिफ्रेन्ट गभर्मेन्ट बडिजहरू हुन्छ हेर्नुहोस् है, कसैलाई पनि केही कुरा गर्नको लागि पावर दिनुपर्छ, शक्ति दिनुपर्छ किन, जस्तै एक्जिक्युटिभलाई तपाईँको पावर दियो भने उसले चाहिँ ललाई एक्जिक्युट गर्न सक्छ होइन। जुडिसियरी भनेको न्यायपालिकालाई तपाईँले दियो भने न्यायको व्याख्या गर्न सक्छ। अब लेजिस्लेचर भनेको व्यवस्थापिकालाई तपाईँले चाहिँ होइन पावर दिनु पऱ्यो, उसले कानुन बनाउन सक्छ। कसैलाई के गर्न त अधिकार अथवा पावर दिनु पऱ्यो नि हो, यसले पहिला चाहिँ पावर शक्ति दिन्छ, बुझ्नुभयो नि। तर शक्ति दिँदाखेरि सरकार के हुन्छ, कहिलेकाहीँ चाहिँ मतिभ्रष्ट हुनसक्छ अथवा सरकारले पावरको अथवा शक्तिको दुरुपयोग पनि गर्न सक्छ। त्यस कारणले गर्दाखेरि टु कन्ट्रोल द्याट मिसयुज अफ पावर, यसले पावरलाई लिमिट पनि गरिदिन्छ। फर्स्टली इट प्रोभाइड पावर्स टु द गभर्मेन्ट होइन, पहिला सरकारलाई के दिन्छ, शक्ति दिन्छ, केही कुरा गर के नगर भनेर। तर शक्तिको दुरुपयोग पनि हुन्छ कि है भनेर चाहिँ यसले के पनि गरिदिन्छ भन्दाखेरि चाहिँ यसले के गर्दो रहेछ, शक्तिलाई सीमित पनि गरिदिन्छ। सो तैँले यो चाहिँ गर्न सक्छस्, योभन्दा बाहिर ट्र्याकभन्दा बाहिर आएर चाहिँ गर्न सक्दैनस् है भन्ने कुरा गर्छ है। शक्ति किन दिने, केही काम गर्नको लागि। तर शक्तिको दुरुपयोग नियन्त्रण गर्नको लागि के गर्ने, फेरि शक्तिको तपाईँको लिमिटेसन पनि गरिदिन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। त्यही भएर एउटा लर्ड एटकिन भन्ने मान्छेले भन्नुभएको छ। लर्ड एटकिन भन्ने मान्छे को हो भन्दाखेरि यहाँ तपाईँले देख्नु होला होइन। सो लर्ड एटकिन भन्ने मान्छेले के भन्नुहुन्छ भन्दाखेरि पावर करप्ट्स, एब्सोल्युट पावर करप्ट एब्सोल्युटली भन्नुहुन्छ है। यसै त शक्ति भ्रष्ट हुन्छ, झन् तपाईँको बढी शक्ति दियो भने झन् त्यसले झन् उदौल अथवा झन् त्यसले बिगार्छ है भन्ने कुरा चाहिँ यसले गरिदिन्छ है। सो त्यसपछि अर्को भनेको चाहिँ संविधानले तपाईँको अधिकार र कर्तव्य के हो भनेको निर्धारण गरिदिन्छ है। अनि अर्को भनेको चाहिँ संविधानमा के भन्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ नयाँ व्यवस्था है, कसले मेसेज गरेर मलाई, ओहो स्लाइड चेन्ज भएको छैन, हुन्छ है। म त आफै कस्तो ह्याङ भयो र होइन, ल ल यहाँ आइसकेको छ। सो F5 अब देखियो, अर्कोमा जाउँ त, देखिन्छ किन हो यस्तो यसले चाहिँ अलिकता ऊ नगर्ने। ल ठिक छ, लेट इट बी है। अब हामी चाहिँ यतैबाट चेन्ज गरौँ भन्ने मलाई लाग्यो है, यताबाट चाहिँ अलि हुँदैन रहेछ। ल त्यसरी देखियो ल है। अब हामीले चाहिँ तपाईँको पहिला के दिन्छ, पावर दिँदो रहेछ है। त्यसपछि पावर के गर्छ भन्दाखेरि पावरलाई पनि तपाईँको लिमिटेसन पनि गर्दो रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। त्यसपछि हजुरहरूले बुझ्नुपर्ने अर्को कुरा भनेको चाहिँ कहिलेकाहीँ नयाँ सुरुवात गर्नु पर्यो भने पनि संविधान चाहिन्छ। जस्तै पहिला हामीले युनिटरी सिस्टम, एकल तपाईँको संहिता नभएर पहिलाको चाहिँ एउटा युनिटरी सिस्टम हामीले मानिरहेको थियो। त्यो बेला केन्द्र मात्र अधिकार दिने होइन भन्ने कुरा थियो। त्यसलाई त्यहाँबाट हामी सिफ्ट भएर हामी केमा गयौँ, संहितामा गयौँ। नयाँ संविधान चाहियो, संहिताको लागि नयाँ अधिकार ग्यारेन्टी गर्नु पर्यो नि। त्यसै गरेर पहिला राणा शासनको व्यवस्था थियो होइन, त्यसको अन्त्य 2007 सालमा हो। त्यसपछि नयाँ संविधान चाहियो होइन। अथवा पञ्चायत व्यवस्थाको एउटा जुन तपाईँको सिङ्गल पार्टी अथवा पार्टीलेस सिस्टम थियो, 2047मा एउटा नयाँ कुरा आयो होइन। सो कुनै नयाँ व्यवस्था अथवा कुनै एउटा फ्रेस स्टार्ट गर्नु छ, जब पहिला राजा थियो, राजा हटाउनु पर्यो
हैन। त्यस्तो पुरै व्यवस्थामा नै परिवर्तन भइसकेको अवस्थामा पनि कहिलेकाहीँ संविधान चाहिँ हामीलाई चाहिन्छ। सो सरसर्ती हेर्दा तपाईँले केही बुझ्नु पर्दैन, जस्ट बुझ्नुपर्ने कुरा भनेको संविधान भनेको एउटा राजनीतिक कानुनी दस्तावेज रहेछ जहाँ मान्छेका इच्छा र चाहनाहरू चाहिँ समावेश गरिन्छन् इन द फर्म अफ लज भन्ने कुरा बुझ्नु पर्यो। दोस्रो कुरा भनेको यसले पहिला सरकारलाई केही काम गर्नको लागि अधिकार दिँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। सो अधिकार मात्र दिँदैन, अधिकार अथवा शक्ति मात्र दिँदैन, त्यसलाई नियन्त्रण गर्ने मेकानिजम्स अथवा एउटा बाटो पनि देखाइदिन्छ भन्ने कुरा गर्नु पर्यो। र अर्को भनेको हाम्रो अधिकार के हुन्, हाम्रा कर्तव्य के हुन्, त्यो पनि संविधान यसले चाहिँ छुट्याइदिन्छ भन्ने कुरा बुझ्नु पर्यो है। त्यसपछि मैले तपाईँलाई लर्ड एटकिनको भनाइ पनि मैले भनिसकेको छु। त्यसपछि लगाएर अरू कुराहरू भनेको कहिलेकाहीँ चाहिँ संविधान बनाउने एउटा चाहिँ स्पेसल प्रोसेस, विशेष कार्यविधि र विशेष व्यवस्था चाहिँ हुन्छ। संविधान यसै बनाउन चाहिँ पाइँदैन। यदि संविधान बनाउँछ भने छुट्टै चुनाव अथवा छुट्टै एउटा हाउस बनाउन चाहिँ आवश्यक छ। जुन चाहिँ हाम्रो नेपाल कन्टेक्समा संविधान कसले बनायो भनेर सोध्यो भने चाहिँ त्यो चाहिँ कन्स्टिट्युसनल एसेम्ब्ली अथवा संविधान सभाले बनायो भन्ने कुरा हजुरहरूले जान्नु पर्यो। व्यवस्था अहिले हाम्रो भएको व्यवस्था भनेको चाहिँ व्यवस्थापिका सभा, लेजिस्लेचर एसेम्ब्ली भन्ने छ है। त्यो कुरा हामीले बुझ्यौँ। त्यसपछि अब हामीले संविधानको तपाईँलाई परिभाषाको कुरा गर्छौँ है। परिभाषाको कुरा त मैले तपाईँलाई पढाउनु पर्दैन है, त तपाईँलाई धेरै पटक आइराख्ने एउटा क्वेसन्स भनेको चाहिँ केसी होयरको अनुसार है। केसी होयर भनेको फेमस कन्स्टिट्युसनल लयर्स हो अथवा तपाईँको एउटा जुरिस्ट हो। उसले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ तपाईँको संविधानको डेफिनेसन, परिभाषा चाहिँ कसरी गरेको छ भन्ने कुरा यहाँ तपाईँले यो लाइन आयो भने चाहिँ कहिलेकाहीँ यसो एउटा के रहेछ, नियमहरूको एउटा सङ्ग्रह रहेछ जसले चाहिँ सरकारलाई चाहिँ सरकार कसरी अगाडि बढ्छ, सरकारले कसरी शासन गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा चाहिँ निर्धारण गरिदिन्छ भने त्यसलाई चाहिँ हामी के भन्दा रहेछौँ भन्दाखेरि संविधान भन्दा रहेछौँ भनेर केसी होयर भन्ने मान्छेले भन्नुभएको छ है। त्यो कुरा तपाईँले यति जानिसकेपछि अब डेफिनेसन भन्ने कुरा चाहिँ आफैले पढ्ने हो साथीहरू, मैले पढाउने कुरा आउँदैन। अब हामी जाउँ बल्ल ओरिजिन अफ कन्स्टिट्युसनमा है त, ठिक छ। सो ओरिजिन अफ कन्स्टिट्युसनमा जाँदाखेरि चाहिँ तपाईँले के जान्नु पर्यो ओरिजिन अफ कन्स्टिट्युसनमा भन्दाखेरि चाहिँ हैन। सो संविधान कसरी आयो भन्ने कुरामा चाहिँ छलफल गर्ने क्रममा है। सो पहिलो नेपालको नेपालको नगरौँ, पहिला हामी विश्वको कन्टेक्समा जाउँ। पहिलो कोड है, विश्वमै पहिलोचोटि संविधान बनाउनु भन्दा पनि अगाडि कुरा हामी एउटा कोड, एउटा रिटन ल छ हैन, एउटा संहिता कसले बनायो भन्दाखेरि चाहिँ यो इक्जाममा आउन सक्छ है। सो कोड अफ हेमरबाई भन्ने चाहिँ फर्स्ट कोड अफ द वर्ल्ड हो, यसमा कुनै डाउट भएन। कोड अफ द वर्ल्ड है, पहिलो विश्वको कोड भनेको चाहिँ कोड अफ हेमरबाई हो भन्ने कुरा बुझ्नु पर्यो, ठिक छ। त्यसपछि दोस्रो कुरामा तपाईँहरूले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ है, दोस्रोमा हजुरहरूले बुझ्नुपर्ने कुरा भनेको फर्स्ट कोड अफ द वर्ल्ड कुन हो रे, कोड अफ हेमरबाई, ठिक छ, ठिक छ। सो अनि त्यसपछि अर्को एउटा ह्युमन राइट अथवा मानव अधिकारसँग एउटा डकुमेन्ट छ, त्यो पनि सोध्न सक्छ। पहिलो मानव अधिकारसँग सम्बन्धित डकुमेन्ट अथवा मानव अधिकारले समावेश गरेको कुनै चाहिँ कुन दस्तावेज कुन हो भन्यो भने चाहिँ म्याग्ना कार्टा भन्ने कुरा जान्नु पर्यो है। त्यो चाहिँ 1215 जारी भएको थियो म्याग्ना कार्टा भन्ने कुरा। त्यसपछि तेस्रो कुरा तपाईँले जान्नुपर्ने भन्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ विश्वकै पहिलो संविधान चाहिँ युएसए ले बनाएको, अमेरिकाले बनाएको। भोलि इक्जाममा आउन सक्छ फर्स्ट कन्स्टिट्युसन कसले बनाएको भन्दाखेरि अमेरिकाले बनाएको भन्ने सम्झिनु पर्यो। कहिले भन्दाखेरि चाहिँ 1787, यो अब एडी हुन्छ नि, डेटहरू इङ्ग्लिस डेटहरू चाहिँ एडीमा हुन्छन्। सो 1787मा चाहिँ कसले बनायो, युएसए ले बनाएको संविधान पहिलो विश्वकै फर्स्ट कन्स्टिट्युसन हो भन्ने कुरा बुझ्नु पर्यो। तर लागू भयो भएन है, यो कुरा हामीले जान्नु पर्यो। त्यसपछि अब लागू हुनलाई चाहिँ 2 वर्ष लाग्यो। त्यसपछि 1787मा बन्यो, तर 1789मा चाहिँ लागू भयो। सो कसैले आएर अब के हो त नि, तपाईँ त संविधान पढ्नु भएको छ, बारको तयारी गर्नुभएको छ, विश्वको पहिलो संविधान कुन हो भन्यो भने युएसए भन्न सक्नु पर्यो है। त्यसपछि ठुलो र सानोको कुरा गर्छौँ है। लार्जेस्ट एन्ड लङ्गेस्ट, लामो र सबैभन्दा ठुलो संविधान भनेको चाहिँ तपाईँको यो शब्दको आधारमा पनि अथवा धाराहरूको आधारमा पनि हाम्रो इन्डियाको संविधान हो भन्ने कुरा बुझ्नु पर्यो। इन्डियाको संविधान भनेको लार्जेस्ट एन्ड द लङ्गेस्ट कन्स्टिट्युसन हो। त्यसपछि अर्को जान्नुपर्ने कुरा भनेको तपाईँले स्मलेस्ट कन्स्टिट्युसन है, अथवा विश्वको सबैभन्दा सानो। यसमा चाहिँ अलिकति भेरिएसन छ। के भेरिएसन छ भन्ने साथीहरू भन्दाखेरि चाहिँ यदि संविधानमा अमेरिकाको संविधान 7वटा मात्र धारा छ, त्यही भएर अमेरिकाको संविधान चाहिँ धाराकै संविधानमा धाराहरू हुन्छ नि हैन, त्यो धाराको आधारमा चाहिँ सबैभन्दा विश्वको सानो भनेको अमेरिका कन्स्टिट्युसन। तर शब्दको आधारमा चाहिँ विश्वको सबैभन्दा सानो संविधान भनेको चाहिँ मोनाको भन्ने देश, एउटा मोनाको भन्ने है, याद गर्नु होला मोनाको भन्ने है। सो त्यो मोनाको संविधान भनेको चाहिँ विश्वको सबैभन्दा सानो संविधान। किन? त्यो शब्दको आधारमा है, त्यहाँभित्र वर्ड्स युज हुन्छ नि, सबैभन्दा कम वर्ड्स भएको चाहिँ मोनाकोमा रहेछ, सबैभन्दा कम आर्टिकल भएको चाहिँ अमेरिकाको रहेछ। तर सबैभन्दा बढी धारा र सबैभन्दा वर्ड्सको आधारमा चाहिँ सबैभन्दा ठुलो अथवा लङ्गेस्ट चाहिँ इन्डियाको कन्स्टिट्युसन, त्यहाँ लगभग 448वटा धारा रहेछन् हैन। हामीले देख्यौँ पनि, देख्यौँ त्यो कुरा हामीले बुझ्नु पर्यो। अब इन द केस अफ नेपालको कन्टेक्समा के छ, हामीले विश्वको कुरा जान्यौँ नि है। विश्वको पहिलो पुरानो कोड भनेको कोड अफ हेमरबाई, यति जान्नुहोस्। त्यसपछि विश्वको पहिलो संविधान भनेको युएसए को हो, सबैभन्दा सानो पनि युएसए को हो, तर धाराको आधारमा
हैन। विश्वको सबैभन्दा तपाईँको शब्दको आधारमा सबैभन्दा सानो चाहिँ मोनाको रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। त्यसपछि नेपालको कन्टेक्स्टमा पहिलो लिखित कानुन नेपालमा चाहिँ जयश्री मल्ल भन्ने मान्छेले चाहिँ मानव न्यायशास्त्र 17 यो लास्ट टाइम आएको क्वेसन छ है, फेरि पनि भन्दैछु मैले, लास्ट टाइम बारमा चाहिँ हैन यो मानव न्यायशास्त्र कहिले जारी भयो भनेर आएको थियो हैन। अब तपाईँले भन्न सक्नु पर्यो यो लेभलमा आइसकेपछि है। सो 1436 मा आएको रहेछ भन्ने कुरा बुझ्नु पर्यो है। 1436 विक्रम सम्वतमा चाहिँ मानव न्यायशास्त्र जारी गर्नुभएको थियो। कसले गर्नुभएको थियो भन्दाखेरि जयश्री मल्लले गर्नुभएको थियो। यो मानव न्यायशास्त्र भने पनि न्याय विकासिनी भने पनि एउटै नाम हो है, बुझ्नुभयो नि। सो मानव न्यायशास्त्र भने पनि न्याय विकासिनी भने पनि एउटै रहेछ। 1436 मा आएको रहेछ, जुन चाहिँ नेपालको पहिलो लिखित कानुनको रूपमा चाहिँ मान्छ। हुन त कोड पनि भन्छ यसलाई, तर यो चाहिँ के भन्दाखेरि चाहिँ नेपालकै भनेर चाहिँ यसलाई अलि भन्न मिल्यो, किन त्यो बेलामा अब काठमाडौँ भक्तपुर र ललितपुरलाई मात्र काठमाडौँ नेपाल भनिन्थ्यो हैन। त्यही भएर कान्तिपुर भ्याली यो चाहिँ तपाईँको ओभरअल चाहिँ अलि भन्न मिलेन, तर लिखित कानुनको रूपमा चाहिँ यसलाई भन्न मिल्छ, यो कुरा चाहिँ जान्नु पर्यो। त्यसपछि नेपालको पहिलो संहिताबद्ध कानुन फर्स्ट कोडिफाइड लज भनेको चाहिँ जुन जङ्गबहादुर राणाले 1910 मा बनाउनु भएको थियो, त्यो चाहिँ फर्स्ट कोडिफाइड लज अफ नेपाल हो है। सो त्यो बेलामा चाहिँ अब किङ सुरेन्द्र विक्रम शाह हुनुहुन्थ्यो, उहाँको अब लाल मोहर लाएर चाहिँ हाम्रो जङ्गबहादुर राणाले फर्स्ट कोड अफ द ओल्ड बनाउनु भयो हैन। फर्स्ट कोड अफ द ओल्ड हैन, फर्स्ट कोड अफ नेपाल बनाउनु भयो हैन। त्यसपछि अब नेपालको अलिकता संविधानको हिस्ट्रीको कुरा गर्दाखेरि चाहिँ अहिलेसम्म नेपालमा 7 वटा संविधान चाहिँ जारी भयो। यो कुरामा तपाईँले यो सबै सहिलो छ कि पढाउनै पर्दैन जस्तो लाग्छ मलाई। त्यही पनि 7 वटा संविधान जारी भयो, त्यसमा पनि 6 वटा मात्र लागू भयो। तपाईँलाई थाहा छ पहिलो संविधान भनेको चाहिँ तपाईँको गभर्नमेन्ट अफ नेपाल एक्ट है। सो गभर्नमेन्ट अफ नेपाल एक्ट 2004 सालमा जुन संविधान पद्म शमशेरले जारी गर्नुभएको थियो है, त्यो भनेको नेपालको पहिलो संविधान हो, तर त्यो लागू भएन। सो नेपालमा लागू भएको पहिलो संविधान भनेर पनि एक्जाममा कन्फ्युजन गर्न सोध्न सक्छ। लागू भएको संविधान भनेको चाहिँ इन्टरिम गभर्नमेन्ट अफ नेपाल एक्ट 2007, 2007 सालको संविधान भनेको चाहिँ हैन लागू भएको पहिलो संविधान हो। अब एक क्रममा मैले तपाईँलाई भनिहालेँ, एउटा पहिला सुप्रिम कोर्ट भन्ने थिएन, शक्ति पृथकीकरण भन्ने सेपरेसन अफ पावर मान्छेलाई के थाहा, तिनीहरू मजाले यो मान्छेलाई मतलबै थिएन क्या। सो प्रधान न्यायालय भन्ने चाहिँ 1997 मा आयो है, याद गर्नु होला। प्रधान न्यायालय भनेको 1997 मा जुद्ध संसद स्थापना गर्नुभयो। त्यो बेला मान्छेले बक गरिरहेको थियो, उसलाई के लाग्यो भन्दाखेरि ल ठिक छ यी जनताहरूलाई पनि यसो हामीसँग पावर सेपरेट गरिरहेको छ भनेर देखाउनलाई हामी सुप्रिम कोर्ट स्थापना गरौँ न। सुप्रिम कोर्टको जस्तै नाम हो प्रधान न्यायालय है, 1997 मा बनाएको, 1997, फेरि पनि भन्दैछु मैले 1997 ठिक छ। त्यसपछि अर्को आउँछ तपाईँको चाहिँ कहिले भन्दा 2008 सालमा चाहिँ प्रधान न्यायालय ऐन भएर आयो है। 2008 सालमा प्रधान न्यायालय ऐन भएर आयो। त्यसपछि लगाएर 2013 सालमा त हाम्रो सर्वोच्च अदालत स्थापना पनि भयो हैन। यो कुरा तपाईँहरूलाई जान्नु अब अलिकति थोरै ब्याकग्राउन्ड मैले भनिदिइ पनि हालेँ हैन। सो सरस्वती हुँदा के रहेछ भन्दाखेरि सो नेपालमा पहिलो लिखित कानुन भनेको मानव न्यायशास्त्र जयश्री मल्लले बनाउनु भएको रहेछ। कोडिफाइड फर्स्ट कोडिफाइड ल भनेको मुलिक ऐन रहेछ हैन। नेपालमा अहिलेसम्म 7 वटा संविधान जारी भएको रहेछन्। 7 वटामा 6 वटा चाहिँ तपाईँको मात्र लागू भएको रहेछ। पहिलो लागू भएको संविधान भनेको 2007 सालको रहेछ, तर पहिलो बनेको संविधान भनेको 2004 सालको। कसले बनायो? पद्म शमशेरले बनाउनु भएको रहेछ भन्ने कुरा हजुरहरूले जान्नु पर्यो है। त्यति जानेपछि अब अर्कोमा हामी जान्छौँ। अर्कोमा हामी जाने क्रममा चाहिँ संविधान संशोधनको जान्छौँ है। अब जुन तपाईँको अहिलेको संविधानको कुरा गर्छौँ, अब पुरानो संविधान तपाईँलाई सोद्धा पनि सोध्दैन, त्यहाँ हामी जाँदा पनि जाँदैनौँ। सो कसैलाई जान मन छ भने जाने, एक्स्ट्रा पढ्न चाहिँ पाइन्छ है फेरि। त्यसपछि दोस्रो कुरा भनेर चाहिँ के छ भन्दाखेरि चाहिँ संविधान संशोधनको कुरा है। 2072 सालको संविधान जुन छ त्यसमा तपाईँलाई थाहा छ, बेसिक इन्फर्मेसन म दिइहाल्छु। 35 वटा भाग छ, 308 वटा धारा छ र 9 वटा अनुसूची छ। अनुसूचीलाई हामी सेड्युल भन्छौँ, धारालाई 308 वटा आर्टिकल्स भन्छौँ भने 35 वटा भाग छ। तपाईँहरूलाई अब एक्जामिनेसन पोइन्ट अफ भ्यूबाट चाहिँ सबै पढ्न सम्भव पनि छैन, सबै तपाईँले याद पनि हुँदैन। जुन मैले स्लाइडमा जुन तपाईँको 4-5 वर्षदेखि तपाईँको नेपाल हुन्छ नि यो इन्फ्रान्स सिस्टममा अनि यो तपाईँको बारमा पनि कस्तो क्वेसन आएको छ, त्यहाँको आधारमा चाहिँ तपाईँलाई मैले त्यहाँ सबै समावेश हुने गरेर मैले यो स्लाइड बनाएको छु। त्यो स्लाइडभित्रको कुराहरू चाहिँ अलिअलि तपाईँले हेर्न सक्नुहुन्छ है। सबै पढ्न पर्दैन, सबै पढ्न त अब संविधानविद हुनु छैन साथीहरूलाई होइन, लेट इट बी। सो संविधान संशोधन 2 चोटि भएको छ, द्याट्स भेरी फाइन होइन। त्यसपछि अर्को तपाईँहरूले जान्नुपर्ने कुरा के भन्दाखेरि पहिलो संशोधन कहिले भयो त प्रश्न आउन सक्छ इक्जाममा, अफकोर्स आउन सक्छ होइन। सो पहिलो संशोधन भनेको 2072 साल फागुन 16 गते, फेरि पनि भन्छु 2072 साल फागुन 16 गते। यो के विषयमा भएको थियो विषय पनि जान्नुहोस्। विषय भनेको चाहिँ त्यो बेलामा निर्वाचन क्षेत्र निर्धारण है भनेको इलेक्सन कन्स्टिट्युसन डिलिमिटेसन भन्छ क्यारे होइन। सो ल ठिक छ, इङ्ग्लिसमा आयो भने के फरक परेन। संविधान निर्धारण, संविधानको तपाईँको निर्वाचन क्षेत्र निर्धारण गर्नको लागि चाहिँ पहिला चाहिँ एउटा संविधानमा लाइन थियो, त्यो भनेको चाहिँ संविधानको तपाईँको निर्वाचन क्षेत्र निर्धारणको लागि चाहिँ भूगोल र जनसङ्ख्या भन्ने थियो। त्यो जनसङ्ख्यालाई अगाडि ल्याइदियो, भूगोललाई पछाडि राखिदियो। त्यही शब्द चेन्ज भएको चाहिँ पहिलो संशोधन भयो है। सो कुन कुन धारामा परिवर्तन भयो भन्दाखेरि चाहिँ धारा 42 र धारा 286 मा है।
धारा 42 र 286 मा चाहिँ संविधानको संशोधन भयो। तपाईहरूलाई चाहिँ अब मैले भने यसले के भन्छ र भन्ने लाग्छ भने संविधान किताब तपाईँसँग हुन्छ, त्यसमा चाहिँ तल फुटनोटमा हेर्नुहोस्, आर्टिकल 42 को तल फुटनोटमा चाहिँ यहाँ के परिवर्तन भएको देखाउँछ। आर्टिकल 286 मा जानुहोस्, त्यस तलपट्टि फुटनोट हुन्छ नि, तलपट्टि यो एउटा दिया हुन्छ, त्यहाँ चाहिँ तपाईँको यो कुरा लेख्दै हुन्छ है। सो तपाईँले धेरै कुरा जान्नु पर्यो भने नेपालको संविधान दुईचोटि अहिलेसम्म संशोधन भएको छ। पहिलो 2072 साल फागुन 16 गते भएको छ। केलाई लिएर भने निर्वाचन क्षेत्र निर्धारणलाई लिएर है। सो त्यसमा चाहिँ कुन कुन धारा रहेछ, 42 र 86 रहेछ, 286 रहेछ भन्ने कुरा बुझ्नुभयो। त्यसपछि सेकेन्ड एमेन्डमेन्ट दोस्रो संशोधन चाहिँ 2077 साल 3 महिना 4 गते, असार 4 गते है। 2077 साल 3 महिना। अब यो तपाईँले याद गर्नुपर्छ है। अब इक्जाममा सबै कुरा इक्जाममा नआउनु पनि सक्छ, तर तपाईँले यति चाहिँ जानकारी राख्नुभयो भने ओहो मैले चाहिँ कानुन पढाए अर्थ लाग्यो है भन्ने हुन्छ। नत्र भए त अब त्यस्तै हो साथीहरू है। 2077 साल 3 महिना 4 गते है। 2077 साल 3 महिना 4 गते चाहिँ दोस्रो संशोधन भएको रहेछ। अब केमा संशोधन भयो भन्दाखेरि हाम्रो अनुसूची 3 मा चाहिँ निशान छापको व्यवस्था छ हैन। निशान छाप भनेको के हो, यही हो है। सो निशान छापमा पहिले चुच्चे म्याप थिएन, चुच्चे हैन। चुच्चे भने तपाईँलाई थाहा छ नि हैन, पहिला लिम्पिया धुरा अनि के अरे यो त काला जे के अरे लिपुलेक हैन, कालापानी अनि लिम्पिया धुरा भन्ने चाहिँ थिएन हाम्रो नेपालको समावेशमा। हुन त नेपालकै भूगोल थियो, तर हाम्रो नेपालको नक्सामा पहिलेदेखि नै अब कसरी त्यो बन्यो, पहिला चुच्चो चाहिँ थिएन। यो चुच्चो हेर्नुहोस्, अलिकति जुम गरेर देखाउँछ होला हैन, जुम गरौँ न के जान्छ उ हेर्नु त हो। यो चुच्चोलाई पहिला चुच्चो नभएको संविधान 2072 सालमा संविधान असोज 3 गते संविधान जारी गर्दाखेरि चाहिँ यो चुच्चो थिएन यहाँ। अब चुच्चो ल्याउनु पर्यो। तपाईँलाई थाहा छ संविधान संशोधन भनेको संविधानको कुनै पनि अक्षर, कुनै पनि कुरा, कुनै पनि वर्ड्स टेक्स्ट हैन, कुनै पनि चेन्ज गर्नु भने संविधान संशोधन हुन्छ। अब चुच्चो म्याप नेपालले जारी गर्यो, त्यसलाई संशोधन गर्नु पर्यो। त्यसको लागि कहाँ छ संविधानको नक्सा, कहाँ थियो भन्दाखेरि चाहिँ तपाईँको निशान छापमा थियो। निशान छापमा नक्सा यो चुच्चो ल्याउनको लागि चाहिँ अनुसूची 3 मा भएको यो व्यवस्था चाहिँ परिवर्तन गरेको हो है। यो कुरा बुझ्नु पर्यो, ठिक छ। सो सेकेन्ड एमेन्डमेन्ट चाहिँ 2017 साल 3 महिना 4 केपी ओली प्राइम मिनिस्टर भएको बेलामा चाहिँ अब राष्ट्रियता शास्त्रीयता के देखाएर उहाँले चाहिँ संशोधन गराउने बेला संविधानको अनुसूची 3 पनि परिवर्तन भएको थियो अथवा संशोधित भएको थियो भन्ने कुरा हजुरहरूले अब जान्दा राम्रो, नजान्दा पनि के फरक परेन है त। अब संविधानको विशेषताहरूमा हामी जाउँ। विशेषताहरू जानु अब हामी कसरी पढ्छौँ, यसको मोडालिटी के हुन्छ भन्दाखेरि साथीहरू सुरुमा 1 देखि हैन, 1 देखि तपाईको चाहिँ 25 सम्म के भयो भन्ने कुरा जान्नु पर्यो। भनेको 1 देखि आज हामी चाहिँ 1 देखि तपाईको धारा 80 सम्म के छन् तपाईलाई इम्पोर्टेन्ट संविधानका धाराहरू पढ्छौँ। अर्को दिनमा अर्को कुराहरू पढ्छौँ, अर्को दिनमा अर्को कुराहरू पढ्छौँ है। सो तपाईले एक्जाममा आइराख्ने क्वेशन्स भनेको एउटा चाहिँ संविधान देशको मूल कानुन हुनेछ भन्ने कुरा चाहिँ संविधानको कुन चाहिँ धारामा व्यवस्था गरिएको छ भन्छ। धारा 1, धारा 2, धारा 3, धारा 4 हैन। यो चाहिँ तपाईलाई कण्ठ पनि हुनुपर्छ हैन, आफ्नो नाम बिर्सिनुहोस् तर यो कुरा चाहिँ बिर्सिन मिल्दैन है। सो फन्डामेन्टल ल अफ द ल्यान्ड अथवा कन्स्टिट्युसन चाहिँ देशको मूल कानुन हुन्छ भन्ने चाहिँ धारा 1 मा लेखेको छ है। सो यो धारा 1 ले भनेको कुरा तपाईले बुझ्नु पर्यो, त्यसमा म धेरै जाँदा पनि गइन। दोस्रो भनेको सोभरेन्टी है। सोभरेन्टी भनेको सार्वभौम सत्ता, जुन सुप्रिम पावर हुन्छ, जुन अनडिभाइडेबल हुन्छ भनेको कहिले पनि यो चाहिँ ब्रेक गर्न सकिँदैन अथवा तपाईको यो चाहिँ भत्काउन सकिँदैन भन्ने एकदमै सुप्रिम पावर भन्ने हुन्छ हैन। त्यो पावर चाहिँ कसलाई दिएको छ भन्दा जनतामा निहित छ है। अब मान्छे झुक्किन्छन्, सार्वभौम सत्ता जनतामा निहित छ। राजकीय सत्ता भनेको जसलाई त हामी के भन्छ भन्दा स्टेट पावर, स्टेट पावर चाहिँ मान्छेले काउन्सिल अफ मिनिस्टर भन्छ, त्यो पनि होइन है। स्टेट पावर अथवा राजकीय सत्ता पनि जनतामै निहित हुन्छ। तपाईले दुईटा कुरा जानिसकेपछि अरु के जान्न परेन। सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहेछ, ठीक छ, ठीक छ। अनि तपाईले अर्को क्वेशन भनेको नेपाल राष्ट्रको बारेमा जुन तपाईको धारा 4 मा व्यवस्था छ, यसबारे तपाईले एक्जाममा क्वेशन आउँछ। जस्तै नेपाल इज अ ड्याश 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 भनेर खाली ठाउँ दिन्छ अनि फेडरल स्टेट भन्छ। फेडरल स्टेट पनि हो अफ कोर्स, डेमोक्रेटिक स्टेट हो पनि हो हैन, इन्क्लुसिभ भनेको समावेशी स्टेट पनि हो, सोभरिन सार्वभौम राज्य पनि हो। तर तपाईको यसको फुल नेम जुन छ नि फेडरल डेमोक्रेटिक रिपब्लिक स्टेट है, संघीय गणतन्त्रिक लोकतान्त्रिक राज्य भने संघीय गणतन्त्रिक लोकतान्त्रिक यो हैन, यो नेपालीमा ट्याक्क मैले जानिन। सो यो चाहिँ तपाईले यो लाइन चाहिँ याद गर्नु होला है। फेडरल स्टेट मात्र पनि भएन, डेमोक्रेटिक स्टेट मात्र पनि भएन, रिपब्लिक स्टेट मात्र भएन, फेडरल डेमोक्रेटिक एफडीआर स्टेट है। फेडरल डेमोक्रेटिक रिपब्लिक स्टेट चाहिँ हजुरले जान्नु पर्यो, त्यो जान्दा चाहिँ बेटर हुन्छ। अब जानिनु भएन भने केही फरक परेन। त्यसपछि लगाएर अर्को राष्ट्र भाषाको कुरा, भाषाको कुरामा आउँछ। भाषाको व्यवस्था चाहिँ धारा 8 मा चाहिँ कतिमा छ है, म ट्याक्कै धारा छुट्टा लेख्न बिर्सेछु। सो भाषाको व्यवस्थामा चाहिँ के छ भन्दा नेपालमा बोलिने मदर टङ भनेको नेपालमा बोलिने धेरै 124 भन्दा बढी मातृभाषा छन्। ती सबै मातृभाषालाई चाहिँ राष्ट्र भाषाको रूपमा ग्रहण गरेको छ। यो कुरा हजुरहरूले जान्नु पर्यो 1 नम्बरमा, ठीक छ। सबै नेपालमा बोलिने मातृभाषाहरू के हुन् रे, राष्ट्र भाषा हुन्, ठीक छ।
ठिक छ। त्यसो दोस्रो जान्नुपर्ने कुरा हो त्यसो भने सरकारी कामकाजको भाषा सबै मातृभाषा हुन्छ हुँदैन। सरकारी कामकाजको लागि चाहिँ नेपाली भाषा जुन तपाईँको देवनागरी लिपिमा हुन्छ नि हो त्यसलाई मात्र सरकारी कामकाजको रूपमा चाहिँ हामी सरकारी कामकाज अथवा अफिसियल कामको लागि चाहिँ त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यसपछि इन एडिसन टु दिस यसको अर्को प्रोभिजन चाहिँ व्यवस्था के छ भन्दाखेरि चाहिँ तर कुनै प्रदेशमा कुनै निश्चित भाषाको चाहिँ बाहुल्यता छ। जस्तै मध्य प्रदेशमा तपाईँको धेरैभन्दा धेरै मान्छेहरू मैथिली बोल्छन् अथवा तपाईँको अर्को कुनै भाषा बोल्छन् भने सरकारी कामकाजको लागि भाषा आयोगसँग है ल्याङ्ग्वेज कमिसनसँग अनुमति अथवा परामर्श गरेर चाहिँ त्यो बेलामा पनि सरकारी कामकाजको लागि चाहिँ त्यो कुनै पनि प्रदेशमा बाहुल्यता भएको भाषालाई पनि सरकारी कामकाजको भाषाको रूपमा चाहिँ प्रयोग गर्न कुनै पनि बाधा अडचन नरहेको भन्ने संवैधानिक व्यवस्था छ। त्यसले के बुझायो भन्दाखेरि साथीहरू सो सिम्पल है, लेट्स मेक इट सिम्पल। सबै नेपालमा बोलिने मोर देन 124 ल्याङ्ग्वेज छन्, ती सबै के हुन् राष्ट्रभाषा, ती सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। ठिक छ, ठिक छ। दोस्रो तपाईँहरूले जान्नुपर्ने कुरा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरूले नेपालमा बोलिने है तर सरकारी कामकाजको लागि प्रयोग हुने भाषा भनेको चाहिँ के रहेछ देवनागरी लिपिमा लेखेको भाषा मात्र रहेछ। र अर्को भनेको लास्टमा एट द एन्ड अफ द डे लास्ट भनेको चाहिँ के भने मैले तपाईँलाई भन्दाखेरि चाहिँ कुनै पनि प्रदेशमा है जस्तो तपाईँको प्रदेश नम्बर 6 मा प्रदेश नम्बर 2 मा मध्य प्रदेशमा धेरै जस्तो मान्छेहरू मैथिली बोल्छन् भने त्यो भाषालाई पनि सरकारी कामकाजको रूपमा चाहिँ प्रयोग गर्न सकिन्छ। तर कोसँग समन्वय गर्नु पर्यो भाषा आयोगसँग गर्नु पर्यो, बाधा अडचन नरही छैन भन्ने कुरा गरिदियो है। सो यो कुरा हामीले बुझ्यौँ। त्यसपछि अर्कोमा हामी जाउँ। अब तपाईँले जानिहाल्नुहुन्छ अब हामी नागरिकताको बारेमा जानौँ है। नागरिकता भनेको के हो भन्दाखेरि चाहिँ अब नागरिकता भनेको के हो मैले बुझाइनँ होइन, अब यो इक्जाममा आउने पनि होइन कुरा होइन। तपाईँलाई बुझाउनु पर्ने कुरा भनेको चाहिँ के हो, ओहो यो यहाँ यस्तो आइरहेको छ कि त्यही भएर यसले चाहिँ पक्नु चाहिँ मैले हटाइदिन्छु। कन्स्टिट्युसन ल सेयर गरेर सेयर भइरहेछ ल। त्यसपछि लगाएर अहिलेसम्म देखिरहेछ त होइन। त्यसपछि लगाएर मैले यहाँ कुरा गर्दै थिएँ नागरिकताको कुरा गर्दै थिएँ होइन। सो नागरिकताको कुरा गर्ने क्रममा चाहिँ के छ साथीहरू भन्दाखेरि चाहिँ 10 देखि 15 है धारा 10 देखि 15 मा नागरिकताको प्रोभिजन छ। ठिक छ, ठिक छ। त्यसपछि अब यहाँ नागरिकताको कुरा गर्दा नेपालको नागरिकताको किसिम भनेको सिङ्गल एउटा मात्रै हुनसक्छ है। अब सङ्घीयता भए पनि यहाँ नागरिकता 3 किसिमको चाहिँ हुँदैन होइन, 2 किसिमको अथवा अमेरिका मात्र हो त्यस्तो तपाईँको चाहिँ स्टेटले पनि छुट्टै दिने केन्द्रले पनि छुट्टै दिने, हाम्रोमा एउटा मात्रै नागरिकता हुन्छ। सो त्यसपछि है अब नागरिकताको क्रममा कुरा गर्दाखेरि नागरिकता कसरी प्राप्त गर्ने आधार भन्ने अब तपाईँ यहाँ साथीहरू झुकिनुहुन्छ। सो एउटा वंशजको आधारमा पाइन्छ, अर्को भनेको एउटा अङ्गीकृत हुन्छ त्यसलाई म्याट्रिमोनियल सिटिजनसिप भन्दा पनि हुन्छ, अर्को गैर आवासीय हुन्छ, अर्को भनेको सम्मानार्थ है अनरी सिटिजनसिप भनेको चाहिँ सम्मानार्थ। अब तपाईँले याद गर्नुपर्छ अब यहाँ तपाईँको जन्मको आधारमा नागरिकता भन्ने हुँदैन। पहिला 2072 साल असोज 3 गतेभन्दा अगाडिका मान्छेहरूले जुन चाहिँ जन्मको आधारमा नागरिकता पाउनु भएको थियो होइन त्यो चाहिँ अब उनको बाबामा नेपाली छन् भने उनीहरूले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था हाम्रो संविधानले जारी गरिसकेको छ। अब यो यति मात्र भनेर तपाईँलाई यहाँ मैले अब काम चाहिँ मैले यहाँ अड्काउँदिनँ हुन्छ, यति डिटेल नहोला। त्यही पनि नेपालमा वंशजको आधारमा नागरिकता पाउनलाई के गर्नुपर्छ भन्ने कुरा यहाँ तपाईँहरूलाई अलिकता थोरै यहाँ जुम पनि गरिदिन्छु होइन। कहाँ गयो फेरि ल है के छ भन्दाखेरि यहाँ 2-3वटा कुरा छन् कसरी मान्छेले जन्मको आधारमा अथवा वंशजको आधारमा नागरिकता पाउँछन् भन्ने कुरामा चाहिँ म तपाईँहरूलाई थोरै अलिक प्रकाश पारिदिन्छु है त। कहाँ गयो यार ल हेर्नुहोस् है यहाँ संविधान ओहो नागरिकता ऐन 2000 यो तपाईँको 63 मा बनाएको छ। 2063 को नागरिकता ऐनको अहिले लास्ट टाइम चाहिँ 2079 सालमा 79 मा चाहिँ संशोधन भएको छ लेटेस्ट एमेन्डमेन्ट। लेटेस्ट एमेन्डमेन्टले के कुराहरू गर्यो हेर्नु त कसले वंशजको आधारमा किन जान्छ यार यो। त्यसपछि लगाएर आउनुहोस् है ल हेर्नुहोस् है के गर्नुपर्दो रहेछ भन्दा कुनै पनि सबैभन्दा पहिला वंशज अथवा डिसेन्टको आधारमा नागरिकता पाउनलाई के गर्नुपर्दो रहेछ भन्दाखेरि चाहिँ कोही पनि एउटा चाइल्ड एउटा माइनर चाइल्ड है नेपालमा फेला पर्यो त्यसको बाबाको आमाको पितृत्व भनेको प्याटर्निटी र मातृत्व भनेको म्याटर्निटी ठेगान छैन होइन भने त्यो मान्छेले पनि के हुन्छ भन्दा नेपालमा चाहिँ यदि 16 वर्ष पुग्यो भने उसले पनि वंशजको आधारमा नागरिकता पाउँछ। एउटा 1 नम्बर है जान्नुहोस् है कोही पनि एउटा बच्चा चाहिँ नेपालमा भेट्यो उसको बाआमा छन् भने त भइहाल्यो, बाआमा छन् भने त बाआमा पनि के हुनु पर्यो नेपाली नागरिक। कुनै पनि व्यक्ति नेपालमा जन्म्यो उसको बाआमा पनि नेपाली नागरिक हुन्
उनीको भने चाहिँ त्यो बेलामा उसले के पाउँछ, नेपालको वंशजको आधारमा नागरिकता पाउँछ। दोस्रो क्राइटेरिया भनेको ऊ नेपालमा जन्म्यो तर उसको बाबा आमाको होस ठेगान छैन, अथवा उसको होस ठेगान भन्दा पनि ठेगान चाहिँ छैन होइन, अथवा को हो भन्ने कुरा पितृत्व र मातृत्वको ठेगान छैन भने त्यो बेलामा उसले 16 वर्ष पुगेपछि कुनै पनि हाम्रो संविधानले व्यवस्था गरेको छ नि, कोही पनि मान्छे नागरिकताबाट वञ्चित हुँदैन। त्यही भएर उसले पनि नागरिकताको हक पाउँछ भन्ने कुरा बुझ्नु पर्यो। ठिक छ। त्यसपछि अर्को तपाईँले बुझ्नु वंशजको आधारमा है। त्यसपछि दोस्रो भनेको चाहिँ कोही पनि एउटा महिलाले एउटा चाहिँ बच्चा पाउनुभयो अरे, त्यसपछि पाउनुभयो चाहिँ उहाँले सो घोषणा फारम भर्नुभयो होइन, यसको पितृत्वको यसको चाहिँ तपाईँको यसको पिताको हो भन्ने थाहा छैन, यो चाहिँ म नेपाली नागरिक हो होइन, मैले नेपालमा जन्म हो भनेपछि उसले पनि नेपालको वंशजको आधारमा नागरिकता पाउँछ। तर पछि गएर यदि त्यो पिता चाहिँ विदेशी ठहर्यो भने चाहिँ अङ्ग्रेजी नागरिकतामा परिणत हुन्छ, नत्र भए चाहिँ त्यो उसले पनि वंशजको आधारमा नागरिकता पाउँछ। सो वंशजको आधारमा नागरिकता पाउनलाई पहिलो भनेको चाहिँ नेपालमा जन्म हुनु पर्यो होइन, नेपालमा जन्म उसको पेरेन्ट्स पनि नेपाली हुनु पर्यो, त्यस्तो मान्छेले एउटा पाउने भयो। के पाउने भन्दाखेरि चाहिँ वंशज। अर्को भनेको नेपालमा जन्म्यो तर बाबामा होस् ठेगान छैन, होस् भन्दा ठेगान मात्र छैन भने त्यो बेलामा पनि 16 वर्ष पुगेपछि उसले पनि वंशजको आधारमा नागरिकता पाउँछ। तेस्रो भनेको कुनै पनि महिलाले एकल महिलाले बच्चा पाउनुभयो तर उहाँले चाहिँ के भन्दा उसको पितृत्व अथवा प्याटर्निटी अथवा फादरको थाहा छैन, सो घोषणा फारम उहाँले भर्नुभयो भनेको डिक्लेरेसन फर्म एउटा भर्नुपर्छ। त्यो भरेपछि चाहिँ यसको पिताको हो मलाई थाहा छैन, म चाहिँ नेपाली नागरिक हो भने नेपाली नागरिक हुनु पर्यो, नेपाली महिला हुनु पर्यो, त्यसले पनि वंशजको आधारमा नागरिकता पाउँछ। र अर्को भनेको नेपालको संविधान 2072 है जुन छ असोज 3 गते जारी गर्नुभन्दा अगाडि पहिला जुन मान्छेले जन्मको आधारमा सिटिजनसिप बाई बर्थ पाउँथे तिनीहरू पनि अब के हुन्छ, उनको पनि बाबामा चाहिँ नेपाली नागरिक छन् भने उनीहरूको पनि अटोमेटिकल्ली अब वंशजको आधारमा नागरिकता उनीहरूले पनि पाउँछन् भन्ने कुरा हामीले बुझ्नु पर्यो। अरू कुरा के छ यहाँ लाइनमा यहीँ लेखेको छ, तपाईँले सब यहीँ पढेर देख्नुहुन्छ है। यो त जान्नुहोस्, यो चाहिँ जनरल नलेजको लागि हो है, यो इक्जाममा नहोला खैर होइन, त्यही पनि। अनि त्यसपछि लगाएर ल अरू केही पनि छैन यसमा होइन। त्यसपछि अर्को नागरिकताको किसिममा जाउँ। सो अर्को नागरिकताको किसिम भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ अर्को नागरिकताको किसिम है, त्यो हट चाहिँ एकैछिनमा अब वंशजको आधारमा नेपाली नागरिकताको प्राप्ति यो भइसकेको छ। अब अङ्गीकृत नेपाली नागरिकता, अङ्गीकृत नेपाली नागरिकता भनेको अङ्गीकृत भनेको तपाईँको बुझ्नुहुन्छ त्यो भनेको चाहिँ नेचुरलाइजेसन भन्छ है इङ्ग्लिसमा। सो यो यसमा चाहिँ के हुन्छ भन्दाखेरि विवाहको आधारमा है, कोही पनि यहाँ दुईवटा चाहिँ कुरा छ। दुईवटा कुरा के छ भन्दाखेरि मैले कुनै पनि विदेशी केटी विवाह गरेँ भने त्यो बेलामा चाहिँ उसले उसको आफ्नो देशको नागरिकता त्याग गर्यो भने भोलिपल्टै उसले के पाउँछ भन्दाखेरि नेपालको अङ्गीकृत नागरिकता पाउँछ। ठिक छ है। सो अङ्गीकृत नागरिकता भनेको विवाहको आधारमा हुन्छ। तर के हुन्छ भन्दाखेरि चाहिँ विदेशी नागरिकसँग नेपाली महिलाले विवाह गरेको कन्टेक्समा है, विदेशी नागरिकसँग नेपाली कोही पनि मेरो घरमा कोही हुनुहुन्छ अरे अनि उहाँले चाहिँ विदेशी नागरिकसँग विवाह गर्नुभयो भने त्यो बेलामा चाहिँ है, त्यो बेलामा चाहिँ महिला विदेशीसँग विवाह गरेको कन्टेक्समा चाहिँ ऊ नेपालमै बसिरहेछ होइन। त्यसपछि लगाएर चाहिँ उसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ उसले नेपालमा बसिरहेछ र उसले उसको हस्बेन्डको नागरिकता नलिन चाह्यो भने चाहिँ त्यो बेलामा पनि उसले चाहिँ अङ्गीकृत नागरिकता चाहिँ पाउन सक्छ है। विवाहको आधारमा हुनेलाई अङ्गीकृत नागरिकता भन्छ भने तपाईँले बुझ्नु होला। यहाँ लाइन सबै क्लियर छ हेर्नु त। सो नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएको विदेशी महिलाले नेपालको नागरिकता पाउन चाहेमा तोकिएको अधिकार संरक्षण निवेदन दियो भने उसले नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध म्यारिज सर्टिफिकेट दिनु पर्यो र आफूले विदेशी नागरिकता त्याग्ने भनेको जो विदेशी महिला मैले विवाह गरेर ल्याउँछु उसले चाहिँ विदेशी नागरिकता त्याग्यो भने तत्काल उसले अङ्गीकृत नागरिकता पायो। त्यसै गरेर अब यहाँ है विदेशी नागरिकसँग विवाह गरेको नेपाली नागरिकले नेपाली नागरिक महिलाबाट जन्मिएको छोराछोरीको हकमा होइन, विदेशी नागरिकबाट अब यहाँ विदेशीको हकमा चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा भनेको विवाद छ संविधानमा पनि, त्यो कुलिङ अफ पिरियड राख्ने कि नराख्ने यसमा डिस्क्रिमिनेसन भयो भन्ने कुरा पनि गरिरहेको छन्। त्यो भनेको चाहिँ कुलिङ अफ पिरियडलाई कसरी एक्सप्लेन गर्ने त भन्दाखेरि चाहिँ छोडिदिनुहोस्। अब यहाँ चाहिँ सो नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्राप्त गर्न सकिनेछ भन्ने लाइन यहीँ आफैमा क्लियर छ होइन, यसमा तपाईँलाई फरक केही पनि भन्नै परेन होइन। सो यसरी पनि तपाईँको उसले पनि अङ्गीकृत नागरिकता महिलाले पनि महिलाको हकमा भन्दा पनि होइन महिलाका छोराछोरीहरूले पनि पाउने भयो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। के गर्नु पर्यो, स्थायी बसोबास गर्नु पर्यो र बाबुको नागरिकताको आधारमा है उसले बाबुले के गर्नु पर्यो विदेशको नागरिकता चाहिँ नलिएको हुनु पर्यो, उसले उता त्यागेको अथवा के गरेको हुनु पर्यो अनि मात्र तपाईँको यो पाइयो
है, नभए चाहिँ अङ्गीकृत नागरिकता पाएन। अब सम्मानार्थ नागरिकता भन्ने पनि एउटा छ। सम्मानार्थ नागरिकता भनेको चाहिँ कसैले चाहिँ नेपालमा धेरै अब हुन्छ नि कन्ट्रिब्युसन गर्यो भने, जस्तै एडमन्ड हिलाली भन्ने मान्छे आयो, उसलाई चाहिँ एकचोटि सम्मानार्थ नागरिकता दिएको होइन। त्यसै गरी अरू पनि कोही टोनी हेगन भन्ने मान्छे चाहिँ नेपालमा खोज अनुसन्धान गर्यो, के गर्यो होइन, त्यो मान्छेलाई पनि के गर्यो भन्दाखेरि चाहिँ तपाईँ टोनी हेगन हो त हो जस्तो लाग्छ होइन। सो जस के भन्नु भन्दाखेरि तपाईँको धेरैजना मान्छेहरू भन्दा पनि तपाईँको कोही सीमित मान्छेले, जस्तै नेपालको फिल्डमा नेपाललाई धेरै सहयोग गरेको छ, नेपालको कुनै पनि सेक्टरमा चाहिँ धेरै कन्ट्रिब्युट गरेको छ भने उसलाई पनि एउटा एज अ रेस्पेक्ट, एज अ अनर चाहिँ हामीले सम्मानार्थ नागरिकता चाहिँ दिन सक्छौँ भन्ने हाम्रो व्यवस्था छ है। सो त्यो कुरा हामीले बुझ्यौँ। त्यसपछि अर्को तपाईँलाई व्यवस्था भनेको चाहिँ के छ भने गैर आवासीय भन्ने नागरिकता छ, एनआरएन सिटिजनसिप। यसको लागि चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ तपाईँको पिता अथवा माता है भनेको बुबा अथवा आमा अथवा हजुरबाउ अथवा हजुरआमा चाहिँ के हुनु पर्यो भन्दाखेरि चाहिँ नेपालको नागरिक हुनु पर्यो एक नम्बरमा। दोस्रो भने आफूले विदेशी नागरिकता लिएको हुनु पर्यो र आफू यो सार्क नेसनभन्दा बाहिरको हुनु पर्यो। उदाहरण लिनुहोस्, म चाहिँ के भयो भन्दा मेरो बा आमा अथवा मेरो हजुरबा अथवा मेरो हजुरआमा चाहिँ नेपालको नागरिक हुनुहुन्थ्यो, मैले चाहिँ अमेरिकाको सिटिजनसिप लिएँ, नेपालको नागरिकता त्यागेँ र म सार्क मुलुकको पनि होइन भने मैले चाहिँ गैर आवासीय नागरिकता पाउँछु। तर त्यो भन्दैमा मैले भोट हाल्न पाउने, चुनावमा उठ्न पाउने चाहिँ गर्न पाउँदिनँ। तर मलाई चाहिँ त्यो सेकेन्ड जेनेरेसन अफ राइट, त्यो भनेको सोसल इकोनोमिक एन्ड कल्चर राइट चाहिँ मैले पाउँछु है। सोसल भनेको मैले यो ब्याङ्क खाता खोल्न पाउँछु, बिजनेस व्यवसाय गर्न पाउँछु, आफ्नो एउटा कल्चर अपनाउन सक्छु है। गैर आवासीय नागरिकतालाई चाहिँ सिभिल र पोलिटिकल राइट्स चाहिँ हुँदैन, अरू इकोनोमिक सोसल कल्चर अरू राइट्सहरू चाहिँ हुन्छ है। सिभिल र पोलिटिकल राइट भनेको फर्स्ट जेनेरेसन अफ राइट्स हो, त्यो चाहिँ पाइँदैन है। यो कुरा भनिसकेपछि गैर आवासीय नागरिकतालाई फेरि पनि याद गर्नुहोस्, मैले नेपालको नागरिकता त्याग गर्नु पर्यो, विदेशको नागरिकता लिएको हुनु पर्यो र मेरो बा आमा अथवा मेरो हजुरबा हजुरआमा चाहिँ नेपालको पुरानो नागरिक भएको हुनु पर्यो, स्थायी यहाँको चाहिँ नागरिक चाहिँ हुनु पर्यो। र अर्को भनेको मैले चाहिँ यहाँ त्यो प्राप्त गर्नलाई सार्क मुलुकभन्दा बाहिरको देशको हुनु पर्यो है। यसरी चाहिँ एनआरएन सिटिजनसिप पाउँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। तपाईँहरू सबैभन्दा बढी कन्फ्युज हुने भनेको चाहिँ केमा भन्दाखेरि चाहिँ नागरिकताको वंशजको आधारको कन्टेक्समा। वंशजको आधारमा मैले फेरि पनि भन्छु, कुनै पनि नेपालीले होइन उसको बा आमा नेपाली हुनुहुन्छ भने, नेपालकै नागरिक हुनुहुन्छ भने उसले चाहिँ वंशजको आधारमा नागरिकता पाउँछ। दोस्रो भनेको 2072 साल असोज 3 भन्दा अगाडि कसैले पनि है जन्मको आधारमा सिटिजनसिप बाई बर्थ पाएको छ भने त्यसले पनि अब उसको है उसको पनि अब परिवर्तन, सिटिजनसिप चाहिँ केमा परिवर्तन हुन्छ भन्दाखेरि वंशजको आधारमा, यदि उसको बाबामा पनि नेपाली छन् भने। तेस्रो भनेको कुनै पनि महिला, एकल महिला नेपाली नागरिकले चाहिँ एकल नेपाली महिला नागरिकले चाहिँ एउटा बच्चा पाउनुभयो भने उसको पितृत्व अथवा उसको फादरको थाहा छैन भने उनले सो घोषणा गरिन् भने त्यो बेलामा चाहिँ उनले पनि पाउँछन् वंशजको आधारमा नागरिकता। तर यदि पछि चाहिँ त्यो केटा अथवा त्यो पिता चाहिँ जसले बच्चा पाएको हो ऊ चाहिँ विदेशी ठहर्यो भने चाहिँ त्यो बेलामा अङ्गीकृत नागरिकतामा परिणत हुन्छ। र तेस्रो भनेको चाहिँ, चौथो भनेको चाहिँ नेपालमा कुनै पनि एउटा बाल बच्चा भेटियो, त्यसको चाहिँ तपाईँको पितृत्व र मातृत्व ठेगानमा छैन भने त्यसले पनि 16 वर्षपछि चाहिँ वंशजको आधारमा नागरिकता पाउँछ भन्ने कुरा चाहिँ हजुरहरूले जान्नु पर्यो है। त्यसपछि अब अरू भनेको चाहिँ अरू छैनन् है। अरू भनेको नागरिकताको कुराहरू अब धेरै कुरा पनि डिस्कसन गर्ने कुरा पनि भएन होइन। सो अब फन्डामेन्टल राइट्सको कुरा गर्छौँ। अब राइट्सको कुरा गर्दाखेरि म तपाईँलाई 5वटा राइट्सको कुरा गरिदिन्छु है। 5वटा होइन 4वटाको। फन्डामेन्टल राइट्स भनेको संविधानमै त्यसलाई चाहिँ आधार हाम्रो मौलिक हक हो भनेर तोकिएको हुनु पर्यो भने त्यसलाई हामी के भन्छौँ, मौलिक हक भन्छौँ, जुन हाम्रो एकदमै आधारभूत हुन्छन्, जुन तपाईँको नन डेरोगेबल हुन्छन्, जुन खोज्न पनि सक्दैन, जुन परिवर्तन पनि हुन सक्दैन भने त्यस्ता अधिकारलाई हामी के भन्छौँ, मौलिक हक भन्छौँ होइन। तर तपाईँको संविधान ह्युमन राइट्स भनेको चाहिँ मानव अथवा ह्युमन बिङ्सको रूपमा जन्म भइसकेपछि पाउने अधिकारलाई चाहिँ हामी ह्युमन राइट्स भन्छौँ है, जुन चाहिँ तपाईँको विश्वको जुनसुकै कुनामा पनि पाइन्छ है। सो फन्डामेन्टल राइट्स अथवा मौलिक हक हुनु लागि संविधानमै मौलिक हकको रूपमा त्यो कुरा निर्धारण गरिएको हुनु पर्यो। ठिक छ, ठिक छ। त्यसपछि अर्को जानुपर्ने कुरा भनेको चाहिँ लिगल राइट्स। लिगल राइट्स भनेको संविधान बाहेक अन्य ऐन अथवा कुनै पनि नियम अथवा नियमले त्यो अधिकार प्राप्त गराउँछ भने त्यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ हामी तपाईँको लिगल राइट्स अथवा कानुनी हक भन्छौँ। त्यसपछि अर्को हुन्छ संवैधानिक हक है। संवैधानिक र मौलिक हक र संवैधानिक हकमा तपाईँहरू कन्फ्युज हुनुहुन्छ। अब कन्फ्युज हुने कुरै छैन। संविधानको जुन भाग 3मा मौलिक हक भनेर लेखा छ भने ती मौलिक हक भए, ती संविधानको मौलिक हक बाहेक संविधानमा अन्य अधिकारहरू जस्तै तपाईँको नागरिकताको हक, तपाईँको भोट हाल्न, चुनावमा भोट हाल्न पर्ने अधिकार जुन तपाईँको मौलिक हकभित्र छ त छैन नि, तर त्यो संविधानमा विभिन्न ठाउँमा छरिरहेको छ। ती भनेका चाहिँ संवैधानिक अधिकार अथवा संवैधानिक हक हुन्। बुझ्नुभयो नि। सामान्य भाषामा के बुझ्नु भन्दाखेरि संविधानमा मौलिक हकको रूपमा व्यवस्था छ, जुन चाहिँ हाम्रो एकदमै नहुने आधारभूत अधिकारहरू चाहिँ मौलिक हक हुन्। तर संविधानमै मौलिक हक बाहेक अन्य अधिकारहरू समावेश गरेका छन्। मौलिक हक भन्दा अर्को
कहीँ व्यवस्थित अरू कहीँ छरिरहेका अरू कुनै पनि अधिकारहरू संविधानमै छन् तर मौलिक हकमा छैनन् भने तिनीहरूलाई चाहिँ हामी संवैधानिक हक भन्छौँ है। कन्स्टिट्युसनल राइट्स भनेको के हो, लिगल राइट्स भनेको के हो होइन। त्यसपछि लगाएर अर्को भनेको चाहिँ ह्युमन राइट्स भनेको क्लियर हुनु पर्यो। ह्युमन राइट्स भनेको चाहिँ मानव भएर जन्मेपछि पाउने अधिकारलाई चाहिँ ह्युमन राइट्स भन्छ। त्यो अमेरिकामा गएर खोजिने भन्ने हुँदैन, एन्टार्क्टिकामा गएर खोजिने भन्ने पनि, त्यो विश्व एउटा मानव भएपछि पाउने अधिकारलाई ह्युमन राइट्स भन्छौँ है। अनि ह्युमन राइट्सको कन्टेक्समा मैले अस्ति अहिले त भने होइन। सो ह्युमन राइट्स कन्टेक्समा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको युनिभर्सल विश्वव्यापी क्षेत्राधिकार हुन्छ है। कसैले पनि ह्युमन राइट भायोलेट गरेर कहीँ पनि उन्मुक्ति पाउँदैन। अर्को दोस्रो भनेको ह्युमन राइट्सलाई चाहिँ तपाईँको के हुन्छ अनलिमिटेड हदम्याद है, भनेको असीमित हदम्याद हुन्छ। यसमा चाहिँ यति टाइम भन्ने हुन्छ, जतिखेर पनि जुनसुकै बेला पनि मानव अधिकार हनन गर्ने मान्छेले समात्न सकिन्छ। यो कुरा हामीले बुझ्यौँ। त्यसपछि नेपालमा अहिले 31वटा फन्डामेन्टल राइट्स छन्। तपाईँलाई यो कुरा थाहा छ, 16देखि 46सम्म होइन। 48 त ऊ भयो फन्डामेन्टल राइट्सको, 16देखि 46सम्म 31वटा फन्डामेन्टल राइट्स छन्। त्यसमा तपाईँ झुक्किने भने झुक्किने त कुरा आउँदैन, त्यही पनि जुन तपाईँको धारा 46मा छ त्यो भनेको संवैधानिक उपचारको हक। त्यसमा चाहिँ के व्यवस्था गरेको छ भन्दाखेरि चाहिँ त्यो ललाई हामी रेमिडियल ल, भोलि तपाईँले इक्जाममा आउन सक्छ होइन। राइट टु अथवा आर्टिकल 46 केसँग सम्बन्धित छ भनेर सोध्यो भने चाहिँ प्रोसिडरल ल, कार्यविधि कानुनसँग सम्बन्धित छ। त्यो भनेको अर्थ भनेको त्यत्रा फन्डामेन्टल 31वटा दियो, यति 31वटा फन्डामेन्टल राइटको उल्लङ्घन भएको हकमा चाहिँ यसले यसरी चाहिँ तपाईँको यो तपाईँको के भन्दाखेरि चाहिँ यसले उपचारको बाटो प्रदान गरिदिन्छ भने। तब अनि अर्को एउटा जान्नुपर्ने भनेको 47मा विभिन्न मौलिक हकको प्रचलन अथवा यसको चाहिँ प्रयोग अथवा यसको चाहिँ तपाईँको के को लागि भन्दाखेरि चाहिँ यिनीहरूको चाहिँ कार्यान्वयनको लागि चाहिँ छुट्टै एउटा कानुन बनाउनु भनेर त्यो कानुन चाहिँ 3 वर्षभित्र बनाउनु भन्ने कुरा गरेको थियो। 72 सालमा संविधान बनाएको, अहिलेसम्म कानुन बनाएन होइन। सो यो 3 वर्ष भने चाहिँ याद चाहिँ गरेर हाल्नु, कति वर्षभित्र कानुन बनाउने, 3 वर्षभित्र बनाउने। अनि तपाईँले इक्जाममा आउने क्वेसन्स भनेको एउटा लास्ट टाइम आएको क्वेसन यो पनि हो है। फेरि पनि म भन्दैछु यहाँ आर्टिकल 48मा चाहिँ हाम्रा कर्तव्यहरू छुट्याइदिएको छ। तपाईँलाई थाहा पनि छ यो के नै पढाइरहेको छ तपाईँले भन्ने होला होइन, तर पनि यो इक्जाममा सोध्यो, मान्छेले ख्याल गर्दैनन्, गाह्रोको त सबैले पढ्छन्, सजिलो पो पढ्दैनन्, त्यहाँ दुःख त्यहाँ हुन्छ। त्यही भएर सो के छ भन्दाखेरि साथीहरू यसमा चाहिँ हाम्रा कर्तव्य के हुन्, तलका मध्ये कुन चाहिँ नागरिकको कर्तव्य होइन अकर्डिङ टु कन्स्टिट्युसन संविधानको अनुसार कुन चाहिँ नेपाल नागरिकको कर्तव्य होइन भनेर सोधेको थियो होइन। अब यसमा के रहेछ भन्दाखेरि चाहिँ हेर्नु त, पहिलो भनेको के रहेछ भन्दाखेरि चाहिँ नेपालको संविधान र कानुन मान्नुपर्ने एउटा हाम्रो एउटा पहिलो कर्तव्य रहेछ। दोस्रो कर्तव्य भनेको राज्यलाई चाहिएको बेला चाहिँ आवश्यक तपाईँको सहयोग अथवा आवश्यक गर्नु पर्यो भन्ने कुरा आउँछ है। तेस्रो भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ सार्वजनिक सम्पत्तिको के गर्ने, संरक्षण गर्ने भन्ने कुरा आउँछ। र चौथो भनेको चाहिँ के छ भन्दाखेरि चौथो चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको है, चौथो भनेको चाहिँ त्यो देशको राष्ट्रियता, सार्वभौम सत्ता र त्यो देशको इन्टिग्रिटीलाई चाहिँ संरक्षण गर्ने भने। भोलि तपाईँले इक्जाममा लास्ट टाइम के आएको थियो भन्दाखेरि तलका मध्ये कुन चाहिँ नागरिकको कर्तव्य होइन नेपालको संविधान बमोजिम भनेको थियो। यसरी 4 प्रश्न थियो। यसमा चाहिँ एउटा टु पे ट्याक्स भने कर तिर्ने, झट्टै हेरेर तपाईँले ख्याल गर्नु भएन, कर तिर्नु पनि त नेपालको कर्तव्य हो जस्तो लाग्छ होला, तर त्यो हो रहेछ होइन रहेछ। सो टु पे ट्याक्स चाहिँ गलत भयो यहाँ। सो तपाईँले जान्नु पर्यो है। एउटा भनेको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अर्को भनेको राज्यलाई चाहिएको बेला आवश्यक सहयोग गर्ने। कोरोना आयो सबैले 100 रुपियाँ दिनु पर्यो होइन। अर्को भनेको त्यो देशको संविधान र कानुनको पालना गर्ने। अर्को भनेको राष्ट्रियता, यो सार्वभौम सत्ताहरूलाई संरक्षण गर्ने। यति भयो, तपाईँले जान्नु परेन है। त्यो त्यसपछि अर्को आउँछ। त्यो अर्को भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले जान्नुपर्ने भनेका केही मौलिक हक अधिकार। यहाँबाट पनि तपाईँलाई प्रश्नहरू सोधिरहेको छ। जस्तै तपाईँहरूले सुन्नुहोस् है, 16देखि 46सम्मको फन्डामेन्टल राइट्स चाहिँ तपाईँले कन्ठ गर्नुपर्छ है। तपाईँलाई विकल्प छैन, मैले फेरि पनि भन्दैछु याद गर्नु पर्यो। कसरी याद गर्नुहुन्छ द्याट्स अप टु यु है। सो जस्तै हामीलाई लास्ट टाइम के छ भने धारा 20मा के को व्यवस्था गरेको थियो भनेर सोधेको थियो। कुन चाहिँ धाराको व्यवस्था धारा 20मा गरेको थियो, न्यायको। अब अर्को पालि धारा 20 त आउँदैन, धारा 25 आउन सक्छ, धारा 30 आउन सक्छ। धारा 30मा के छ, वातावरणको हक छ होइन। धारा 31मा के छ, शिक्षाको हक छ। धारा तपाईँको 42मा के छ, सामाजिक न्यायको छ, टक्क भन्न सक्नु पर्यो क्या। धारा 44मा के छ, एक्जाइलको छ होइन। धारा 46मा के छ, संवैधानिक उपचारको छ। धारा 17मा के छ, धारा 21मा के छ, धारा 24मा के छ, यसै चाहिँ तपाईँ धारा 25मा के छ, तपाईँको चाहिँ सम्पत्तिको छ। सो तपाईँले 16देखि 46सम्मको चाहिँ संविधानको धारा याद नै गर्नुपर्छ। एउटा धारा सबैले जनरली कतिको जाने छ भने बारको इन्टरभ्यू हुँदाखेरि यही सोध्छ। मलाई के सोध्यो भन्दाखेरि चाहिँ नमस्कार भने मैले होइन, नमस्कार भनिसकेपछि उहाँले के भन्यो भन्दाखेरि ल तपाईँलाई चाहिँ संविधानको सबैभन्दा होइन तपाईँलाई संविधान नेपालमा कतिवटा संविधानका धारा छन् भन्यो होइन। नेपालको संविधान जाँदा 31वटा छन् सर भने। ल ठिक छ, तपाईँले मिलाउनु भयो। त्यसो भने धारा 20मा के को व्यवस्था छ भन्नुभयो। धारा 20मा न्यायको हक छ हजुर भने मैले होइन, त्यो पनि मिलाएँ मैले। तेस्रो प्रश्न आयो, तपाईँलाई सबैभन्दा बढी मनपर्ने अधिकार कुन हो भने पनि भनिदियो र किन पनि भन्यो होइन। त्यसरी म एकदिन अकमक्क पनि भएँ होइन, तर मैले धारा 20 नै भने। किन, न्याय भनेको राम्रो, कानुनको उद्देश्य नै न्याय समाज न्याय ल्याउनलाई हुन्छ, त्यस कारण न्यायको अधिकार लास्ट मनपर्छ सर भने। अनि
त्यो मान्छे ख्यास हाँस्यो, म पनि हाँसेँ, अनि त्यसपछि मेरो बारको इन्टरभ्यू सक्यो है त। त्यसपछि लगाएर साँच्चै हो यो कुरा, तपाईँले यस्तो सिल्ली क्वेसन पनि सोध्छ उनीहरूले होइन। त्यसपछि लगाएर अब तपाईँहरूले चाहिँ इक्जाममा याद गर्नुपर्ने कुरा, अथवा तपाईँलाई मैले भनिहालेँ नि कुन याद गर्नुपर्छ भन्ने कुरा। सो अब यहाँ तपाईँले जान्नुपर्ने भनेको राइट टु लिभ विथ डिग्निटी है, सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा चाहिँ कहिलेकाहीँ तपाईँलाई केस दिएर तलका मध्ये कुन चाहिँ मुद्दा चाहिँ के सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित छ भन्ने पनि सोध्न सक्छ। त्यो बेलामा चाहिँ तपाईँले जान्नु पर्यो। यो सूर्यप्रसाद ढुङ्गेल विरुद्ध भन्ने गोदावरी मार्बल युनिभर्सिटीको जुन मुद्दा छ, यसमा चाहिँ के भन्यो भन्दाखेरि वातावरणको हक मात्र भएर होइन, वातावरणको स्वच्छ वातावरणको हक भनेको चाहिँ सम्मानपूर्वक बाँच्नु, मान्छेलाई चाहिँ तपाईँको एउटा लिभ विथ डिग्निटीलाई चाहिने कुरा भनेको है। राइट टु इन्भाइरोमेन्ट अल्सो इन्क्लुड द राइट टु लिभ विथ डिग्निटी भन्ने कुरा चाहिँ यहाँ व्याख्या भएको छ है। तपाईँले अब फुल टेक्स्ट हेर्नु भने थाहा हुन्छ, नभए छोडिदिनुहोस्, लेट इट बी। अर्को भनेको सपना मल्ल प्रधान भन्ने मुद्दा छ। यसमा चाहिँ ठ्याक्कै यो प्रस्टिट्युसनसँग रिलेटेड केस हो। यसमा चाहिँ तपाईँको वेश्यावृत्तिमा लागेका महिलाहरूलाई पनि होइन, उनीहरूलाई पनि एउटा सम्मानपूर्वक बाँच्न पाउने हक हुन्छ भन्ने कुरा चाहिँ लेखाएको छ। भोलि तपाईँले कन्फ्युज नहुनु होला, सम्मानपूर्वक बाँच्न पाउनेसँग हामीसँग त मुद्दै छैन अथवा नजिरै छैन भनेर चाहिँ नझुक्किने है त। अर्को समानताको हक छ। समानता हकमा तपाईँलाई कहिलेकाहीँ झुक्किने भनेको एउटा इक्वालिटी बिफोर ल इक्वल प्रोटेक्सन अफ लमा हो। इक्वालिटी बिफोर ल भनेको चाहिँ सबैलाई समान व्यवहार गर्ने है। तपाईँ पिछडिएको हुनुहोस्, तपाईँ पछाडि परेको महिला पुरुष होइन, जेसुकै हुनुहोस्, सबैलाई के गर्ने बराबर ट्रिट गर्ने भने त्यसले इक्वालिटी बिफोर ल भन्छ। इक्वल प्रोटेक्सन अफ ल भनेको चाहिँ के भन्दाखेरि कोही मान्छे समाजमा पछाडि परेको छ, जस्तै मधेसी होइन, थारू होइन, जनजाति, महिला होइन, पिछडिएको क्षेत्र, यिनीहरूलाई चाहिँ स्पेसल ट्रिटमेन्ट होइन, जुन सकारात्मक विभेद गरिन्छ, पोजिटिभ डिस्क्रिमिनेसन गरिन्छ, त्यसलाई हामी इक्वल प्रोटेक्सन अफ ल भन्छ। यो इक्वल प्रोटेक्सन अफ ललाई हामी सब्सट्यान्टिभ इक्वालिटी पनि भन्छौँ। सब्सट्यान्टिभ इक्वालिटी है, फेरि पनि भन्दैछु मैले, भोलि इक्जाममा नझुकिनु होला। अनि जस्तै नेपालमा चाहिँ तपाईँको सकारात्मक विभेद गर्छ, त्यो कुन चाहिँ इक्वालिटी हो भनेर सोध्यो भने भोलि इक्जाममा नझुकिने है। त्यो भने कुन रहेछ भन्दाखेरि चाहिँ त्यो भनेको सब्सट्यान्टिभ इक्वालिटी रहेछ है। हेर्नुहोस् है, सब्सट्यान्टिभ इक्वालिटी रहेछ भन्ने कुरा जान्नु पर्यो है। सब्सट्यान्टिभ इक्वालिटी भनेको के हो अरे, तपाईँको सकारात्मक विभेदसँग अथवा तपाईँले स्पेसल सबैलाई चाहिँ सबैलाई तपाईँ इक्वल प्रोटेक्सन भनेको कोही मान्छे समाजमा पछाडि परेको छ भने त्यसलाई चाहिँ विशेष व्यवस्था गर्ने होइन। फर्मल इक्वालिटी भनेको चाहिँ सबैलाई बराबर, जोसुकै होस् सबैलाई बराबर व्यवस्था गर्छ, त्यसलाई हामी फर्मल इक्वालिटी भन्छौँ है। अब समानताको हक विरुद्ध के पाउँछ नि, तपाईँलाई सबै ग्यारेन्टी गरिरहेको छ। जस्तो तपाईँलाई सबैलाई सेम रेम्युनरेसन, भोलि तपाईँ झुकिनुहुन्छ, कसरी झुकिनुहुन्छ भन्दाखेरि चाहिँ इक्वल राइट टु एन्सेस्ट्रल प्रोपर्टी है, पैतृक सम्पत्तिमा चाहिँ सबैको समान अधिकार हुन्छ भनेर चाहिँ संविधानको कुन चाहिँ संविधानले व्यवस्था गरेको छ, संविधान कुन चाहिँ धाराले व्यवस्था गरेको छ भन्दाखेरि समानताको हक, महिलाको हक होइन, सम्पत्तिको हक भन्ने व्यवस्था। त्यही भएर तपाईँ महिला हो कि समानता हो कन्फ्युज भइ हुनुहुन्छ होइन, त नहुनु पनि सक्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। सो त्यो चाहिँ क्लियर हुनुहोस् है। यसमा संविधानको यो चाहिँ यो र महिलाको हकमा धेरैजना मान्छे झुकिरहेको हुन्छन् है। त्योभित्र पनि एउटै व्यवस्था छन्, तर अलिक फरक चाहिँ छन् है, यो नझुकिनु होला। त्यसै कम्युनिकेसन कन्टेक्समा एउटा केस छ, त्यो भनेको माधव कुमार बस्ने। त्यसमा चाहिँ सरकारले चाहिँ रेडियो टिभी एफएममा चाहिँ कुनै पनि कुरा प्रसारण गर्नुभन्दा अगाडि चाहिँ सरकारले चाहिँ फिल्टर गरेर मात्रै त्यो प्रसारण गर्नुपर्छ, हामीसँग अनुमति लिए भन्ने एउटा व्यवस्था जुन नियम ल्याएको थियो, त्यसलाई चाहिँ तपाईँको खारेज गरिदिएको थियो माधव कुमार बस्नेतको रिटले। यसमा चाहिँ सरकारले चाहिँ मान्छेलाई फ्रिडम अफ ओपिनियन एक्सप्रेसनमा कुनै खालको अनावश्यक बन्देज ल्याउन पाउँदैन भन्ने कुरा गरिदियो है। यसमा तपाईँलाई भोलि माधव कुमार बस्नेत कुन चाहिँ मुद्दासँग रिलेटेड छ भने कम्युनिकेसनसँग अथवा सञ्चारसँग सम्बन्धित छ भन्ने कुरा जान्नु पर्यो होइन, अरू के जान्ने हो र होइन। त्यसपछि अर्को भनेको तपाईँको चाहिँ राइट टु जस्टिस भन्ने छ। राइट टु जस्टिस भनेको अब तपाईँले यसमा भित्र के पर्छ तपाईँलाई थाहा छ होइन, डबल जियो पार्टी भनेको दोहोरो खतराको सिद्धान्त होइन। अर्को भनेको यसलाई, अनि अर्को भनेको के छ यहाँ तपाईँको सेल्फ इन्क्रिमिनेसन भन्ने, तपाईँ झुक्किनुहुन्छ। अब सेल्फ इन्क्रिमिनेसन भनेको चाहिँ के भन्दाखेरि कोही पनि मान्छेले आफ्नो विरुद्धमा आफै प्रमाण हुन्छ नि, जस्तै तपाईँले प्रहरीले पक्राउ गर्यो भने अनुसन्धानको क्रममा चाहिँ मैले चाहिँ कुनै पनि कुरा बोलिराख्नुपर्छ अथवा बकिराख्नुपर्छ भन्ने छैन, नबोल्न पनि पाइन्छ है। त्यो भनेको राइट टु साइलेन्स हामीसँग छ भने राइट, भोलि हामी राइट टु साइलेन्स केसँग एसोसिएट छ भने तल इक्जाममा चाहिँ राइट टु सेल्फ इन्क्रिमिनेसन भनेर आयो भने नझुकिनु होला है। यो भनेको मिरिन्डा भर्सेस एरिजोना भन्ने अमेरिकाको मुद्दा हो, त्यहाँबाट आएको हो। त्यो बेलामा चाहिँ किनभने भोलि केही कुरा बोल्यो भने त उसले आफैलाई बात लाग्छ अथवा आफैलाई त्यो कुरा प्रमाणको भार पर्छ, त्यही भएर उच्च पलाएर बस्न पाउँछ। जहिले पनि शङ्काको सुविधा भनेको कसलाई हुन्छ, अभियुक्तलाई हुन्छ कमन ल सिस्टममा होइन। त्यही भएर उसले चाहिँ नबोल्न पनि पाइन्छ होइन। प्रमाणको भार कसलाई हुन्छ, प्रतिवादीलाई हुन्छ होइन। त्यो कुरा हामीले प्रतिवादीलाई हुने भयो सरकारवादी मुद्दामा होइन त। सो यो कुरा हामीले बुझ्यौँ। अरू फेयर ट्रायलको व्यवस्था, लिगल एडको व्यवस्था है। लिगल एड चाहिँ जान्नुहोस् है, लिगल एड कानुनी सहायता कहाँ छ भन्दा तपाईँले सब आर्टिकल पनि सोध्न सक्छ। त्यो भनेको चाहिँ यो चाहिँ धारा 20को 10 मा छ है, धारा 20को उपधारा 10 मा छ, बुझ्नुहोस् है। सो यो त लास्ट टाइम आएको क्वेसन छ है, मैले फेरि रहर लाएर पढाएँ होइन, न्यायको हक पनि तैँले हामीले पढाइराख्नुपर्छ भन्ने पनि होला होइन साथीहरूलाई। सो
कुन चाहिँ धारामा आएको थियो भने लास्ट टाइम आएको थियो, अहिले तपाईँले अहिले इक्जाम दिएको भए एउटा तपाईँहरूको मिल्थ्यो। दोस्रो प्रश्न, तेस्रो प्रश्नमा जाउँ हामी। अब तेस्रो होइन, चौथो प्रश्नमा। अब तपाईँलाई यहाँ झुके यहाँ अब यहाँ अधिकता अलि मैले भन्नुपर्छ, सम्पत्तिको अधिकारको कुरा गरौँ। सम्पत्तिको अधिकारको कुरा तपाईँलाई थाहा छ, सम्पत्ति भन्ने कुरा के हो तपाईँलाई थाहा छ। कुनै पनि कुरामा मान्छेको कन्ट्रोल हुन्छ भने त्यसलाई, अथवा तपाईँको ओनरसिप हुन्छ भने त्यसलाई हामी प्रपर्टी भन्छौँ। प्रपर्टी कन्सेप्ट दुईवटा कुरा जान्नुहोस्, इमिनेन्ट डोमेन र डक्ट्रिन अफ पुलिस पावर है। हाम्रो संविधानको 25(1) गएर हेर्नुहुन्छ भने चाहिँ निजी सम्पत्तिको अधिकार प्राप्त गर्ने अधिकार मान्छेलाई, कोही मान्छेले सम्पत्ति आर्जन गर्छ भने उसलाई मात्र हुन्छ। तर 2, 3 गएर तपाईँको प्रोभिजो क्लजमा गएर हेर्नु त, त्यहाँ गएर हेर्नुहुन्छ भने के बुझ्नुहुन्छ भन्दा नि इमिनेन्ट डोमेन र डक्ट्रिन अफ पुलिस पावर के हो त नि भन्यो भने चाहिँ सुन्नुहोस् है। इमिनेन्ट डोमेन र पुलिस पावरमा एउटै कुरा हुने हो भने युएसको 5th एमेन्डमेन्टले ल्याएको, युएसमा चाहिँ 5th एमेन्डमेन्ट भन्ने भएको थियो, त्यहाँबाट चाहिँ दुईवटा कन्सेप्ट आएका हुन्, अवधारणाहरू है। यसमा के हुन्छ दुईवटामा भन्दाखेरि चाहिँ इमिनेन्ट डोमेनमा चाहिँ राज्यले कोही पनि मान्छेको निजी सम्पत्ति छ, अहिले सम्पत्तिको मालिक को हुन्छ त्यही मान्छे, मालिक जो हो त्यसकै हुन्छ, उसको अनुमति बिना कसैले सम्पत्ति हडप गर्न पाउँदैन। तर इमिनेन्ट डोमेन भन्ने के हो भन्दाखेरि त्यसमा चाहिँ कहिले पनि राज्यले चाहिँ तपाईँको निजी सम्पत्ति हडप्न सक्छ। के को लागि भन्दाखेरि सार्वजनिक सरोकारको लागि, के दिएर, तपाईँको उचित क्षतिपूर्ति दिएर। यहाँ क्षतिपूर्ति दिनै पर्छ, क्षतिपूर्ति पनि के हुनु पर्यो, मार्केटमा चलेको रेट अनुसार हुनु पर्यो, त्यसलाई भन्छौँ हामी इमिनेन्ट डोमेन, ठिक छ। तर डक्ट्रिन अफ पुलिस पावर भनेको पनि सेम हो, राज्यले जनताको सम्पत्ति चाहिँ के गर्न सक्ने, यहाँ हडप्ने होइन, यहाँ चाहिँ के गर्छ भन्दाखेरि बन्देज लाउँछ, अथवा तपाईँको केही खालको तपाईँको रोकटोक गर्छ। किन गर्छ भन्दाखेरि चाहिँ धेरैजना मान्छेको हितको लागि, वेलफेयरको लागि, अथवा केही कुरा चाहिँ प्रोटेक्ट गर्नको लागि। जस्तै है उदाहरणको लागि बर्ड फ्लू आयो, स्वाइन फ्लू आयो होइन, त्यो बेलामा बर्ड फ्लू आयो बेला सबै कुखुराहरूलाई मार्न पाउँछ, किन भन्दा भोलि बर्ड फ्लू लागेको कुखुरा खायो भने सबैजना मान्छे मर्छ नि त होइन। त्यसपछि अर्को कोरोनाको बेला चाहिँ तपाईँको बिजनेस व्यवसाय गर्न पाउने अधिकार हो नि, तर त्यो बेला रोकटोक लाउन सक्छ, तपाईँले हिँडुल गर्न पाउनु हुँदैन भन्न सक्छ होइन। त्यसै गरी अर्को भनेको तपाईँले यो निश्चित तपाईँले यो निश्चित समुदाय यो ठाउँमा चाहिँ तपाईँले घर बनाउनु पर्छ भन्ने कुरा पनि गर्न सक्छ होइन। सो यसमा हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ इमिनेन्ट डोमेनमा चाहिँ क्षतिपूर्ति दिनै पर्छ सरकारले सम्पत्ति हडपेको बापत। पुलिस पावरमा चाहिँ सरकारले मान्छेको व्यक्तिगत अधिकार अथवा इन्डिभिजुअल साइजमा रेस्ट्रिक्सन लाउन सक्छ। रेस्ट्रिक्सन किन लाउन सक्छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ केही कुराहरू मान्छेको हितको लागि, धेरै लार्ज मेजोरिटी अफ पिपलको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्नको लागि, यसमा चाहिँ तपाईँको क्षतिपूर्ति दिनुपर्छ भन्ने छैन, बुझ्नुभयो नि। पुलिस पावर भनेको डिस्ट्रक्सनसँग भत्काउने अथवा बन्देज रेस्ट्रिक्सनसँग रिलेटेड छ। इमिनेन्ट डोमेन भनेको चाहिँ के गर्छ भन्दाखेरि तपाईँको मुआवजा दिएर सरकारले के को लागि, सार्वजनिक हितको लागि चाहिँ के गर्न सक्छ, सम्पत्ति चाहिँ लिन सक्छ भन्ने कुरा छ। उदाहरणको लागि यहाँ तपाईँले टन्न केसहरू छन्, यो पदम बहादुर भण्डारी भन्ने मुद्दा छ। अब तपाईँले यसमा मैले गइनँ है, तपाईँहरूलाई इमिनेन्ट डोमेन कन्सेप्ट पहिले यत्रो प्रपर्टी लमा पढ्नु भएको छ, मैले फेरि किन पढाउँछु र होइन। त्यसपछि अरू भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ अब राइट अफ वुमेन, महिलाको हक अधिकारभित्र कुरामा चाहिँ हेर्नु त, इक्वल लिनेज राइट विदाउट जेन्डर बेस्ड डिस्क्रिमिनेसन है, एउटा यो भनेको छ। तपाईँले एकचोटि महिलाको हकभित्र गएका सब अधिकारहरू तपाईँले याद गर्नु होला। सो इक्वल राइट टु प्रपर्टी एन्ड फ्यामिली एफेयर्स भन्ने कुरा यहाँ तपाईँले हस्बेन्ड एन्ड वाइफ भनेको महिला र पुरुष दुवैले चाहिँ होइन, तपाईँको जुन पारिवारिकमा तपाईँको सम्पत्तिको कुनै पनि बाँडफाँड हुन्छ त्यसमा चाहिँ दुवैलाई बराबर अधिकार हुन्छ भन्ने कुरा हुन्छ। अर्को भनेको प्रजनन स्वास्थ्यको अधिकार छ, त्यो भनेको लक्ष्मी देवी दीक्षा है। लक्ष्मी भोलि इक्जाममा आउँछ है, दुईवटा कुरा याद गर्नु, लक्ष्मी देवी दीक्षा अथवा लक्ष्मी दीक्षा भन्नेमा चाहिँ तपाईँको चाहिँ यो गर्भपतन गर्न पाउँछ, महिलाको अधिकारको कुरा हो भन्ने कुरा भएको छ भने अर्को एउटा मुद्दा छ, त्यो मुद्दा भनेको लक्ष्मी देवी दीक्षा भनेको त्यसमा हो। अर्को राधिका श्रेष्ठ, राधिका श्रेष्ठमा चाहिँ ब्याटर वुमेन सिन्ड्रोम है। राधिका श्रेष्ठमा के भयो अरे, राधिका श्रेष्ठ होइन, राधिका श्रेष्ठ SHREST श्रेष्ठमा चाहिँ ब्याटर वुमेन सिन्ड्रोम BWS है, ब्याटर वुमेन सिन्ड्रोम भएको। ब्याटर वुमेन सिन्ड्रोम भनेको एउटा यस्तो मानसिक अवस्था हो, त्यसमा चाहिँ मान्छेले आफ्नो चाहिँ हुन्छ नि तपाईँको एकदमै मान्छे ट्रमाटाइज हुन्छ नि, मान्छेलाई चाहिँ दिमागमा तपाईँको असर परेको हुन्छ, अनि यो बेलामा चाहिँ उसले आफ्नो श्रीमानलाई टर्चर दियो भनेर श्रीमानलाई नै मटेरियल खनाएर मारिदिन्छ है, अनि त्यो बेला कोर्टले त्यो कुरालाई जस्टिफाई गरिदिन्छ। राधिका श्रेष्ठमा BWS भन्ने आएको हो होइन। तपाईँको लक्ष्मी देवी दीक्षामा चाहिँ सेफ एबोर्सन र अर्को भनेको चाहिँ के हो भन्दाखेरि अर्को भनेको चाहिँ प्रजनन स्वास्थ्यको कुरा आएको है, प्रजनन स्वास्थ्य रिप्रोडक्टिभ हेल्थ भने बुझ्नुहुन्छ। अनि तपाईँलाई अर्को पनि मैले भनिहाल्छु स्वास्थ्य है। अर्को भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ रेशमा थापा है, रेशमा अधिवक्ता रेशमा थापा भन्नेवाला मुद्दामा चाहिँ बोक्सीको कुरा है, अधिवक्ता रेशमा थापा है, यसमा बोक्सीको आरोप सम्बन्धी रेशमा थापा बोक्सीको आरोप सम्बन्धी। म तपाईँलाई ल्यान्डमार्क केस भन्छु कि भोलि एउटा केस पनि आउँछ क्या एउटा कन्फ्युजन, बोक्सीको आरोप सम्बन्धी
तपाईँले भित्रको जान्नु पर्दैन है, जस्ट तपाईँले यो केसँग रिलेटेड छ भनेर जाने हुन्छ। बोक्सीको आरोप सम्बन्धी आइहाल्छ नि, तैँले के सिकाउनु पर्यो भन्ने लाग्छ होला, त्यही पनि सिक्नु न है। अर्को भनेको चाहिँ तपाईँको शर्मिला पराजुली है, शर्मिला पराजुलीको मुद्दामा चाहिँ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार है, त्यो भनेको कार्यस्थलमा हैन, कार्यस्थल के हो त यस्तो यार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार। अर्को एउटा पनि छ तपाईँलाई, यौनजन्य लाक्पा शेर्पा है, लाक्पा शेर्पामा चाहिँ यो नयाँ विधिशास्त्रीय मान्यता चेन्ज भएका महिला सम्बन्धी अधिकार तपाईँलाई थाहै छ होला हैन। अर्को एउटा तपाईँको जान्नुपर्ने भनेको चाहिँ मीरा ढुङ्गानामा म्यारिटल रेप हो, यो मैले भन्नु पर्दैन, यो त तपाईँहरूले जान्नु पनि पर्छ हैन, यत्रो लेभलमा आइसकेपछि। अर्को भनेको तपाईँहरूलाई लाक्पा शेर्पा है, लाक्पा शेर्पाको मुद्दामा चाहिँ यसमा चाहिँ महिलालाई पनि रेप गर्न सक्छ है, यसमा पुरुषै हुनुपर्छ भन्ने छैन भन्ने कुरा भयो है। महिलाले पनि महिलालाई जबरजस्ती गर्न, महिलाले अर्को महिलालाई अनि गर्न सक्छ भन्ने कुरा भयो है। यो तपाईँ महिला अधिकार सम्बन्धी भएका एकदमै ल्यान्डमार्क केसेसहरू हुन्। अर्को एउटा मुद्दा छ लास्ट, त्यो धेरै भन्दिनँ मैले, त्यो भनेको चाहिँ कुन हो भन्दाखेरि चाहिँ अन्नपूर्ण राणा है, अन्नपूर्ण राणामा चाहिँ उसले चाहिँ तपाईँको सम्पत्ति पाउनुलाई चाहिँ मुद्दा हाल्या हुन्छ हैन, अनि उसकै आमा र दाइले चाहिँ यसको त विवाह भइसक्यो भन्ने कुरा गर्छन्, विवाहको छोरीले सम्पत्ति पाउँदैन त्यो बेलामा, अनि त्यसपछि लगाएर अनि विवाह भयो कि भएन भन्ने कुरा चेक गर्नको लागि चाहिँ यसको भर्जिनिटी चेक गर्नुपर्छ भन्ने कुरा गर्छन् है, ठिक छ। सो अन्नपूर्ण राणाको मुद्दामा यो कुरा भएको थियो है, राणा मात्रै लेखेँ मैले, ठिक छ। सो यो चाहिँ भर्जिनिटी टेस्ट छोडिदिनु सबै बुझिहाल्नुभयो। गोपनीयताको हक है त, गोपनीयताको हक कुरा यो एकदमै ल्यान्डमार्क केसहरू तपाईँले जान्नुपर्छ है। त्यसमा सबैभन्दा लास्ट टाइम आएको क्वेसन भनेको लक्ष्मी देवी दीक्षाकोमा के भएको थियो भन्ने कुरा आउँछ, प्रजनन स्वास्थ्य, यो लास्ट टाइम आएको क्वेसन हो है, ठिक छ। म तपाईँलाई मैले उहाँसँग क्वेसन पनि छ, त्यो तपाईँलाई पठाउनु मिल्दैन, फेरि कहाँबाट 12 क्वेसन बाहिर निकालिस् भन्ने हुन्छ, त्यही भएर तपाईँहरूलाई म टाइप गरेर पठाइदिन्छु कुन आएको थियो भनेर, 100वटा क्वेसन लास्ट टाइम कस्तो आएको थियो हैन, यसो हेर्नु पर्यो नि साथीहरू। अब हामी जाउँ तपाईँको अब लास्टतिर छौँ है हामी, अब आज क्लासमा धेरै पनि नपढौँ, त्यसरी हामी क्वेसन एन्सर डिस्कसन गर्छौँ। कति बज्यो, 20 भइसकेको छ, ओहो कति धेरै पढाएको मैले है। सो डाइरेक्टिभ प्रिन्सिपल, निर्देशनात्मक सिद्धान्तको यो कन्टेक्स्टमा चाहिँ के हो भन्दाखेरि चाहिँ डिरेक्टिभ प्रिन्सिपल भनेको सामान्य भाषामा निर्देशनात्मक सिद्धान्त भनेको तपाईँहरू लोकसेवा पढ्ने साथीहरूलाई मैले पढाइरहनु पर्दैन थियो होला, त्यही पनि सो यो भनेको चाहिँ सरकारको भिजन हो है, सरकारको गोल्स हो, बुझ्नुभयो। सरकारले कस्तो काम गर्छ, सरकारले कस्तो रणनीति तयार गर्छ भन्ने कुरा चाहिँ केमा बेस्ड हुन्छ, केमा चाहिँ आधार हुन्छ भन्दाखेरि चाहिँ निर्देशनात्मक सिद्धान्तमा बेस्ड भएको हुन्छ है। सो यो भनेको ओभरअल गभर्मेन्टको एउटा गाइडलाइन्स हो, इट इज अ गाइडलाइन्स टु द गभर्मेन्ट। तर कुनै पनि सरकारका निर्देशनात्मक सिद्धान्त भनेको पोलिसी। सो नेपालमा कतिवटा निर्देशनात्मक सिद्धान्त छ भने भोलि इक्जाममा आउँछ, त्यो भनेको 4वटा डिरेक्टिभ प्रिन्सिपल छन् है। त्यसपछि कतिवटा राज्यका नीति छन् भने 13वटा राज्यका नीति छन्, तपाईँले जान्नु पर्यो है। त्यसपछि लगाएर अर्को जान्नुपर्ने कुरा भनेको चाहिँ यो निर्देशनात्मक सिद्धान्त, यो राज्यका नीति भन्ने कुरा कहाँबाट आयो, आइरिस संविधानबाट आएको, आइरिस भनेको इरिस कन्स्टिट्युसनबाट आएको हो, सुरु भएको, ठिक छ। सो यो तपाईँले यतिभन्दा बढी जान्नु पर्दैन। सामान्य भाषामा के रहेछ भन्दाखेरि सरकारको लामो समयसम्मको एउटा नीति अथवा लङ टर्म गोललाई चाहिँ हामी डिरेक्टिभ प्रिन्सिपल भन्छौँ हैन, ठिक छ। त्यो भनेको कोर्टले इन्फोर्स अथवा कोर्टले कार्यान्वयन नगर्न पनि सक्छ। जस्तै तीव्र आर्थिक वृद्धि दर गर्ने भने राज्यको एउटा नीति छ हैन, तपाईँको चरम आर्थिक तपाईँको चाहिँ हुन्छ नि गरिबीलाई हटाउने भनेको छ। अब गरिबीलाई हटाउन तीव्र आर्थिक वृद्धि दर गरेन भने मुद्दा हाल्यो भने त्यो बेलामा चाहिँ कोर्टले त्यो कुरालाई चाहिँ कार्यान्वयन नगराउन पनि सक्छ है। सो त्यो कुरा हामीले जान्नु पर्यो। अब हामीले यहाँ जान्नुपर्ने कुरा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ निर्देशनात्मक सिद्धान्त, राज्यका नीतिहरू भनेका चाहिँ तपाईँको सरकारको लागि अनइन्फोर्सेबल है, इन्फोर्स भनेको कार्यान्वयन गर्नै पर्छ भन्ने छैन, यो कुरा हामीले बुझ्नु पर्यो है। त्यसपछि लगाएर अर्को भने कहाँबाट आएको रहेछ, आइरिस संविधानबाट आएको रहेछ भन्ने कुरा बुझ्यो। अनि लङ रनमा है धेरै लामो समयसम्म चाहिँ यो डिरेक्टिभ प्रिन्सिपलमा काम गर्न सक्यो भने सरकारले यिनीहरू नै पछि मौलिक हकमा परिवर्तन हुन्छन् भन्ने कुरा हजुरहरूले जान्नु पर्यो। मौलिक हकमा परिवर्तन पछि हुन्छन्, ठिक छ, ठिक छ। सो मौलिक हकमा परिवर्तन एउटा उदाहरणको लागि चाहिँ पहिला लिगल एड भनेर चाहिँ डिरेक्टिभ प्रिन्सिपल भित्र थियो, अहिले चाहिँ मौलिक हकको भित्र आयो
हैन यो कुरा पनि हामीले जान्नु पर्यो कहाँबाट आएछ आइरिस संविधानबाट आएको रहेछ कतिवटा डाइरेक्टिभ प्रिन्सिपल छन् 4 वटा रहेछन् कतिवटा राज्यका निर्देशनात्मक सिद्धान्त छन् 13 वटा छन् अनि अब तपाईको अर्को भनेको चाहिँ यिनीहरूले सबमिट है यो कुनै पनि निर्देशनात्मक सिद्धान्त अथवा अब्लिगेसन अफ द स्टेटको कन्टेक्स्टमा चाहिँ कहिलेकाहीँ सरकारले चाहिँ फेरि एकदमै एक्सट्रिम नेग्लिजेन्स सरकारले चाहिँ चाहिने भन्दा बढी हेलचेक्राइ गर्यो भने त्यो बेलामा चाहिँ यो पालना गर भनेर चाहिँ कहिलेकाहीँ कोडले भन्न सक्छ तर त्यो भन्दैमा यिनीहरू चाहिँ तत्काल कोडले उपचार अथवा रेमेडी चाहिँ नदिन पनि सक्छ है अर्को भनेको एउटा रेजिडियोरी पावर भन्ने चाहिँ रेजिडियोरी पावर भनेको अवशिष्ट अधिकार व्हाट डज दैट मिन्स भन्नुहुन्छ भने चाहिँ जुन अधिकार चाहिँ संविधानमा छुट्टिएको छ अथवा संविधानमा लेख्न बिर्सियो हैन द पावर व्हिच हैव बीन लेफ्ट बाइ द कन्स्टिट्युसन त्यो भनेको नेपालको कन्टेक्स्टमा इट इज प्रोभाइडेड टु दि सेन्ट्रल लेभल भनेको फेडरल लेभललाई दिएको छ फेडरेसनलाई ठीक छ फेडरेसनलाई चाहिँ यो कुरा दिएको छ फेडरल लेभललाई संघलाई दिन्छ है अवशिष्ट अधिकार भनेको संघलाई दिएको छ यो कुरा हामीले जान्नु पर्यो के रहेछ रेजिडियोरी पावर भनेको द पावर व्हिच आर लेफ्ट इन द कन्स्टिट्युसन है अनि सबमिट रिपोर्ट भनेको यिनीहरूले कतिको प्रगति भाषण भन्ने कुरा चाहिँ जहिले पनि राष्ट्रपतिलाई पेश गर्नुपर्छ राष्ट्रपति है त्यो कुरा जान्नु पर्यो है ठीक छ राष्ट्रपतिलाई पेश गर्ने हैन सो हामीले यो कुरा पनि जान्यौं त्यसपछि हजुरहरूले जान्नु अर्को पर्ने कुरा भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ अब अलिकति राष्ट्रपतिको जानौं हैन त्यसपछि मात्र हामी अलि अगाडितिर जाउँ त्यसै हामी क्वेशन डिस्कस गर्दा अनि क्लास सकिन्छ है अब धेरै एकै दिनमा पढ्ने कुरा पनि भएन बिस्तारै बिस्तारै पढ्नु संविधानको कुरा भने हैन राष्ट्रपति र उपराष्ट्रिय कन्टेक्स्टमा चाहिँ राष्ट्रपति भनेको देशको प्रमुख हो हेड अफ द स्टेट हो हेड अफ द गभर्नमेन्ट भनेको प्राइम मिनिस्टर हो तपाईलाई एकदमै कमन यस्तो कुरा पढ्दा चाहिँ मलाई अजिब लाग्छ अनि त्यही पनि म पढाइरहेको छु क्या हैन अर्को भनेको चाहिँ कहिलेकाहीँ तपाईले एउटा पनि आउन सक्छ त्यो भनेको चाहिँ राष्ट्रपति भनेको संरक्षक है संरक्षक पनि हो देशको अर्को एट द सेम टाइम एडरी भन्छ एडरी भनेको चाहिँ पालनाकर्ता पनि हो भोलि तपाईले क्वेशन चाहिँ हामी नझुकिनु होला प्रोटेक्टर एन्ड एडरी अफ द कन्स्टिट्युसन अर्को भनेको राष्ट्रपतिको पदावधि 5 वर्षको हुन्छ राष्ट्रपति हुनलाई मिनिमम एज भनेको 45 वर्ष हुनु पर्यो है 45 वर्ष हुनु पर्यो अनि अर्को भनेको उ चाहिँ तपाईको वर्णानुक्रमका अनुसार चाहिँ 1 नम्बरमा हुन्छ 1 नम्बर हो राष्ट्रपति 2 नम्बर उपराष्ट्रपति 3 नम्बर प्रधानमन्त्री 4 नम्बर चिफ जस्टिस 5 नम्बरमा के हो 6 नम्बरमा के हो जान्नु पर्यो है साथीहरु यो चाहिँ 6 नम्बर 7 नम्बर त्यस मन्त्रीसम्म जान्नु पर्छ है अब त्यो भन्दा पछाडी जान्नु पर्दैन यो जुन प्रोटोकल राजपत्रमा प्रकाशित भएको छ गरे हेर्नु होला है 1 नम्बरमा राष्ट्रपति 2 नम्बरमा त्यो चाहिँ 4 नम्बर चिफ जस्टिस पनि जान्नु पर्यो अनि राष्ट्रपतिले शपथ खानु पर्यो भने कोसँग जान्छ भन्दाखेरि चाहिँ न्यायाधीशसँग है को न्यायाधीशसँग भन्दा सर्वोच्चको न्यायाधीशसँग गर्छ है सर्वोच्चको कस्तो न्यायाधीश तपाईको प्रधान न्यायाधीश है अनि उले चाहिँ तपाईको राजीनामा अथवा तपाईको रेजिग्नेसन भनेको राजीनामा हो यो राजीनामा कसलाई दिन्छ भन्दाखेरि चाहिँ भाइस प्रेसिडेन्ट भनेको उपराष्ट्रपतिले दिँदो रहेछ भन्ने कुरा सामान्य जानकारी एकदमै अनि सुन्नुस् अब एक्जाममा तपाईहरु कन्फ्युज हुनुहुन्छ सुप्रिम कमान्डर इन चीफ भनेर सोध्यो भने चाहिँ नेपाल आर्मीको सुप्रिम कमान्डर इन हो चीफ हो तर कमान्डर इन चीफ भन्ने भने चाहिँ त्यही नेपाल आर्मीको तपाईको महारथी हो कि के हो त हैन त्यो तपाईको आर्मीको चाहिँ आर्मीको हुन्छ प्रधान सेनापति भन्छ त्यसलाई है प्रधान सेनापति हुन्छ कमान्डर इन चीफ अफ नेपाल आर्मी को भन्दाखेरि त्यही प्रधान सेनापति हुन्छ तर सुप्रिम कमान्डर इन चीफ भनेर सोध्यो भने चाहिँ राष्ट्रपति हुन्छ है त त्यो भन्दा राष्ट्रपतिले पनि आर्मीको ड्रेस लाउनु पर्दैन फेरि हैन त्यो पनि तपाईहरुले जान्नु पर्यो अब अर्को जान्नु पर्ने कुरा भनेको चाहिँ प्रधान यो राष्ट्रपतिको चुनाव कसरी हुन्छ भन्दाखेरि राष्ट्रपतिको चुनावमा भोट हाल्न पाउने भनेको इलेक्टोरल कलेज भन्ने हुन्छ एउटा सो इलेक्टोरल कलेज भनेको के भन्दाखेरि चाहिँ दुईटा एउटा संघको पार्लियामेन्टले हाल्छ एउटा भनेको प्रदेशको पार्लियामेन्टले हाल्छ है संघको पार्लियामेन्टमा तपाईलाई थाहा छ तल्लो हाउसमा कतिजना हुन्छ तल्लो हाउस भनेको प्रतिनिधि सभामा 275 जना हुन्छन् माथिल्लो हाउस भनेको राष्ट्रिय सभामा कतिजना हुन्छन् 59 जना हुन्छन् यो दुई जनाले हाल्छन् भोट अर्को भनेको 550 कले हाल्छन् प्रदेशमा कति सिट छ टोटल जस्तै प्रदेश नम्बर 1 प्रदेश नम्बर 2 प्रदेश नम्बर 4 हरेक प्रदेशका मान्छेहरूले चाहिँ प्रदेशका जुन सभासद हुन्छन् उनीहरूले भोट हाल्छन् ठीक छ उनीहरूले कसलाई भोट हाल्छन् राष्ट्रपतिलाई भोट हाल्छन् भोट हाल्दाखेरि एक भोट हुँदैन है भोटको एउटा वेट हुन्छ बुझ्नुभयो नि जस्तै तपाईको संघको भोटको यो चाहिँ सबै परिवर्तन भइराख्छ है त्यो तपाईको 2073 को 23 को डाटा अनुसार चाहिँ अब नयाँ डाटा त अब मैले फलो गर्न सकिन हैन तपाईलाई त्यति धेरै गाह्रो पनि त आउँदैन हैन सो के हुन्छ भन्दाखेरि चाहिँ जनसंख्या आधारमा यो चाहिँ चेन्ज भइरा हुन्छ हैन सो एउटा भोट हाले भने संघको मान्छेले एउटा भोट हाले भने त्यसको काउन्ट त्यसको वेट कति हुन्छ 79 हुन्छ त्यसै गरे प्रदेशको मान्छेले एक भोट हाल्ने कति हुन्छ त्यसको वेट 48 हुन्छ त्यसै त्यही भएर राष्ट्रपतिको चुनावमा कति 52000 ल्यायो 40000 ल्यायो हैन 30000 ल्यायो भने सुन्छौ नि हामीले किन भन्दा त्यसको वेट हुन्छ त्यो वेट अनुसार चाहिँ भोटिङ काउन्टेज हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो इलेक्टोरल कलेज रहेछ इलेक्टोरल कलेजमा दुई जना मान्छेले हाल्छ दुई जना समूहबाट अथवा दुई जना एउटा क्याटेगोरीबाट दुई जना क्याटेगोरी भनेको कुन हो एउटा संघबाट हाल्दै रहेछन् अर्को प्रदेशबाट हाल्दै रहेछन् संघको सदस्यको भोटिङ वेट 79 रहेछ यो चेन्ज भइराख्छ है अर्को पनि हुन सक्छ अहिले 82 पनि पुगे हुन सक्छ अर्को भनेको
केन्द्रको हैन प्रदेशको चाहिँ 48 रहेछ, तिनीहरूले चाहिँ हाल्छन् र त्यो कुरा हामीलाई बुझ्नु। अनि तपाईँले एउटा कुरा बुझ्नु पर्यो, राष्ट्रपति र उपराष्ट्रपति हुन कस्तो हुनु पर्यो, कि त डिफ्रेन्ट सेक्स हुनु पर्यो भनेको, कि त डिफ्रेन्ट जेन्डर हुनु पर्यो, कि त डिफ्रेन्ट समुदाय हुनु पर्यो। तपाईँलाई थाहै छ राष्ट्रपति चाहिँ को हुनुहुन्छ भन्दाखेरि चाहिँ के भन्छ रामचन्द्र पौडेल हुनुहुन्छ। सो उहाँ चाहिँ के हुनुहुन्छ, मेल हुनुहुन्छ। फिमेल अब उपराष्ट्रपति पनि मेलै हुनुहुन्छ, तर के भन्छ समुदाय त फरक छ नि, कि त डिफ्रेन्ट सेक्स हुनु पर्यो, कि त डिफ्रेन्ट कम्युनिटी हुनु पर्यो। भोलि तपाईँ यहाँ पनि सेक्स एन्ड अर्को कम्युनिटी कुन हो भन्ने कुरामा यहाँ भोलि फेरि एउटा क्राइटेरिया छुटाउनु सक्छ, त्यो पनि तपाईँहरू फेरि कन्फ्युज चाहिँ नहुनु होला है त। सो त्यसपछि अब हामीले चाहिँ तपाईँको एक्जिक्युटिभ पावरको कुराहरू गर्छौँ। एक्जिक्युटिभ पावरको कुरा गर्दाखेरि चाहिँ राष्ट्रपतिको यति नै हो है। तपाईँको एकचोटि क्वेसन्स आएको चाहिँ के थियो भन्दाखेरि राष्ट्रपतिको पदावधि चाहिँ कति वर्षको हुन्छ भन्ने कुरा गरेको थियो। यस चाहिँ संविधानको धारा है, कुन चाहिँ उपधारामा आएको थियो, संविधानको कुन चाहिँ धाराको उपधारामा छ भनेर पनि सोधेको थियो होइन तपाईँले। त्यही भएर चाहिँ कहिलेकाहीँ चाहिँ अलिअलि मेन कुरा जुन मैले तपाईँलाई यहाँ साइड गरेको छु नि, राष्ट्रपति, डाइरेक्टरी प्रिन्सिपल, सिटिजनसिप होइन, कुन मैले अघि संविधानका धाराहरू कोड गरेको छु, ती संविधानका धाराहरू कोड गर्दाखेरि चाहिँ तिनीहरूको हजुरहरूले के जान्नु पर्यो भन्दाखेरि चाहिँ अलिअलि उपधाराहरू अलिकति डिटेलमा चाहिँ पढिदिएर राम्रो हुन्छ है। ठिक छ। र तपाईँको यहाँभन्दा बाहिरबाट चाहिँ क्वेसन चाहिँ आएको छैन है लास्ट टाइम, तपाईँ यति चाहिँ ढुक्क हुनुहोस्। मैले स्लाइड चाहिँ अलि ठिकै गराएको छु है त। अब आफ्नो तपाईँको आफ्नो चाहिँ चर्चा आफै किन गर्नु होइन, रिलेटेड बी। अब संविधान बनाउने कन्टेक्समा चाहिँ यो धारा 75 भन्ने कुरा भोलि पढेर आउनु होला तपाईँहरू, भोलि क्लासमा डिस्कसन हुन्छ यो कुराहरू। अब एक दुईवटा क्वेसन्सहरू चाहिँ हामी भोलि कुरामा यति पढाएर भोलि गरौँ क्या, यो पढाउँ यतिकै जा अब होइन ल। सो नेपालमा कार्यकारी अधिकार चाहिँ संविधानको धारा 75 अनुसार चाहिँ मन्त्री परिषद हुन्छ। मन्त्री परिषद भनेको काउन्सिल अफ मिनिस्टर हो। सो नेपालमा अधिकतम, भोलि लास्ट टाइम आएको क्वेसन त्यो पनि हो, अधिकतम कतिजना मन्त्री परिषद गठन गर्न सकिन्छ, 25 जना। सिम्पल है, यो लास्ट टाइम आएको क्वेसन्स पनि हो। अनि अर्को तपाईँले के सोच्छ भन्दाखेरि कोही पनि मान्छे, दुवै संसदको, नेपालमा के छ पार्लियामेन्ट्री सिस्टम छ, जो मान्छे लेजिस्लेचरको मान्छे हुन्छ त्यही मान्छे मात्र तपाईँको मन्त्री प्रधानमन्त्री बन्न पाउँछ। तर कहिलेकाहीँ बाहिरको मान्छे, एकचोटि हेर्नुहोस् त युवराज खतिवडा भन्ने मान्छे न त तल्लो हाउसको मान्छे थियो न त माथिल्लो हाउसको थियो, तर पनि उसलाई अर्थमन्त्री बनाइयो। कसरी बनायो भने बाहिरको मान्छे पनि बनाउन सक्ने व्यवस्था छ। तर याद गर्नुहोस् है, तर म चुनावमा उठेँ, मैले चुनावमा अत्यधिक बहुमतले हारेँ, अत्यधिक बहुमतले कसरी हार्छ, हारेँ, मैले लज्जास्पद हारेँ भने त्यो बेलामा मलाई चाहिँ ल्याएर चाहिँ के गर्न पाउँदैन भन्दाखेरि अब मन्त्री बनाउने काम पछि पाइँदैन। हारेको मान्छेलाई मन्त्री बनाउन चाहिँ पाइँदैन है। ठिक छ। अरू मान्छेलाई चाहिँ ल्याएर बनाउन सकिन्छ, तर 6 महिनाभित्र के गर्नुपर्छ याद गर्नुहोस् है, 6 महिनाभित्र फेरि त्यसलाई कुनै पनि संसदको एउटा मेम्बर चाहिँ बनाइदिनुपर्छ, नत्र भए फेरि त्यो चाहिँ स्वतः खारेज हुन्छ है। जान्नु पर्यो यो कुरा तपाईँहरूले। सो सामान्य भाषामा कार्यकारी अधिकार काउन्सिल अफ मिनिस्टरले छ। काउन्सिल अफ मिनिस्टरको अध्यक्षता कसले गर्छ, प्राइम मिनिस्टरले गर्छ। ठिक छ। प्राइम मिनिस्टरले गर्छ भने है अर्को जान्नुपर्ने कुरा भनेको चाहिँ यो प्राइम मिनिस्टरलाई हामी हेड अफ द गभर्मेन्ट, सरकारको प्रमुख भन्छौँ है, यो पनि जान्नु पर्यो। त्यसपछि अर्को भनेको चाहिँ अब कसरी हुन्छ धारा तपाईँको चाहिँ यो 75 यो चाहिँ सरकारको गठन 76लाई याद गर्नुहुन्छ भने चाहिँ सो तपाईँहरूले यो संविधान संशोधन सम्बन्धी अथवा संविधानको यो गठन सम्बन्धी म थोरै कुरा भनिदिन्छु है। सो पहिला यो ब्याकग्राउन्ड दिनुभन्दा अगाडि तपाईँलाई दुईवटा मुद्दा भन्छु। पहिलो मुद्दा भनेको 2052 सालको मुद्दालाई गएर एकछिन फर्किनुहोस्। त्यो बेलामा मुद्दा दायर गर्नुभयो कसले भन्दाखेरि चाहिँ हरिप्रसाद नेपाल भन्ने मान्छेले चाहिँ मुद्दा दायर गर्नुभयो। एउटा मनमोहन अधिकारीको केस छ, अर्को भनेको चाहिँ गिरिजाप्रसाद कोइरालाको छ। मनमोहन अधिकारीले के गर्नु भन्दाखेरि चाहिँ उहाँले चाहिँ के गर्नु भन्दाखेरि आफू जब सरकारमा हुनुहुन्थ्यो उहाँले चाहिँ यो संसदलाई विघटन गरिदिनु भयो। त्यो संसद विघटन सम्बन्धी मुद्दा चाहिँ अदालतमा गयो। अदालतमा गइसकेपछि अदालतले के भन्यो भन्दाखेरि चाहिँ जो सरकार आफैमा अल्पमतमा छ, माइनोरिटीमा छ, त्यसले कहिले पनि के गर्न सक्दैन भन्दाखेरि संसद विघटन गर्न सक्दैन। सो द्याट इज इनभ्यालिड भन्ने कुरा आयो मनमोहन अधिकारीको केसमा है। ठिक छ। त्यसपछि अर्को मुद्दा दायर भयो, त्यो भनेको हरिप्रसाद नेपाल विरुद्ध अर्को कोरे गिरिजाप्रसाद कोइराला। यसमा चाहिँ यो भनेको चाहिँ संसदीय व्यवस्था प्रणालीमा जहिले पनि प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ, त्यही भएर प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ भन्ने चाहिँ निर्णय आयो हैन। एउटै संविधान 2047 सालको संविधान प्रयोग भइरहेछ, एउटामा भइरहेछ तपाईँको संसद विघटन भइरहेछ, अर्कोमा संसद विघटन चाहिँ इनभ्यालिड भइरहेछ, एउटामा भ्यालिड भइरहेछ। यसरी विभिन्न अन्यलको बावजुद 2076 कति सालमा चाहिँ हाम्रो केपी ओलीजीले पनि अब के गर्नु भन्दाखेरि संसद विघटन गर्नुभयो। त्यसमा के भयो म अहिले पछि आउँछु। अहिले चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि सरकारको फर्मेसन अथवा तपाईँको कसरी चाहिँ तपाईँको चाहिँ यो चाहिँ मन्त्री परिषदको गठन गर्न सकिन्छ भन्ने कुरामा चाहिँ तपाईँले अलिअलि जान्नु पर्यो है। पहिला सुरुमा पहिलो क्राइटेरिया भनेको चुनाव हुन्छ है। चुनाव भइसकेपछि तपाईँको मिटिङ बस्छ, हाउसको मिटिङ बसिसकेपछि त्यसमा जहिले पनि अध्यक्षता भनेको सबैभन्दा सिनियर, सबैभन्दा उमेरमा पाएको मान्छे कुन छ
त्यही मान्छे चाहिँ के हुन्छ, त्यसले अध्यक्षता ग्रहण गर्छ, त्यसपछि सभामुखको चयन हुन्छ, त्यसपछि मिटिङ सुरु हुन्छ। अब त्यसपछि राष्ट्र के हुन्छ, प्रधानमन्त्री चयनको कुराहरू अगाडि बढ्छन्। प्रधानमन्त्री चयनको कुरा गर्ने क्रममा है जस्तै सबैभन्दा एब्सोल्युट मेजोरिटी ल्यायो भनेको हाम्रो 275 मा 138 जसले कटायो त्यसले सरकार बनाउन सक्छ है, ठिक छ। तर यदि कसैको पनि क्लियर बहुमत छैन भने, नेपालमा बहुमत आउने कुरो त भएन, छैन भने चाहिँ दुईवटा भन्दा बढीको पार्टीहरूसँग गठबन्धन गरेर चाहिँ हामीले के गर्न सक्छौँ, सरकार निर्माण गर्न सक्छौँ। त्यसरी पनि सरकार निर्माण गर्न नसक्ने अवस्था भयो भने है, सो त्यसरी पनि सरकार निर्माण गर्न नसक्ने अवस्था भयो भने चाहिँ के गर्नुपर्छ भन्दाखेरि जुन चाहिँ पार्टीको संसदमा सबैभन्दा बढी भोट छ, जस्तै अहिले काङ्ग्रेस सबैभन्दा बढी भोट छ भने उसले चाहिँ के गर्न पाउँछ, सरकार बनाउन पाउँछ। तर सुन्नुहोस् है, गठबन्धन लिएर सरकार बनाए पनि अथवा तपाईँको चाहिँ एब्सोल्युट भनेको तपाईँको के भन्दा मैले भन्दै थिएँ, संसदमा सबैभन्दा बढी सिट ल्याएर संसद तपाईँको एउटा मन्त्री परिषद गठन गरे पनि दुवैजनाले के गर्नुपर्छ, 30 दिनभित्र विश्वासको मत चाहिँ लिनुपर्छ। त्यसलाई भन्छ हामी भोट अफ कति दिनभित्र रे, 30 दिनभित्र कि 30 दिनभित्र होइन, कहाँ गयो, 30 दिनभित्र गठन लिनुपर्छ। यदि नलिएको हकमा है, नलिएको हकमा के हुन्छ, नलिएको हकमा फेरि त्यही प्रोसेस चाहिँ फेरि सुरु हुन्छ। फेरि तैँले पो लिन सक्छ विश्वासको मत, अरू कसैले त लिन सक्छ नि भनेर चाहिँ 6 नम्बर अनुसार चाहिँ तपाईँ के हुन्छ भन्दाखेरि फेरि राष्ट्रपतिले चाहिँ कसले ल बहुमत पुर्याउन सक्छ ल भनेर फेरि एकचोटि चाहिँ दोस्रोचोटि एकचोटि सूचना प्रकाशित गर्नुपर्छ। तर हाम्रो जुन तपाईँको केपी ओलीको कन्टेक्समा के भन्दाखेरि चाहिँ अल्पमतमा परेको ज्ञान भइसकेपछि हाम्रो केपी ओलीजीले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ त्यो संसद विघटन गरिदिनु भयो। तर उहाँले पो विघटन गर्नुभयो, उहाँ पो अल्पमतमा पर्नुभयो, उहाँलाई लाग्यो। तर अर्को कोही मान्छेले त बहुमत ल्याउन सक्थ्यो नि त, यहाँ प्रक्रिया निभेन नि, हो यो प्रोसेस नै तपाईँको फलो नगरेको कारणले गर्दाखेरि चाहिँ तपाईँको संसद विघटन चाहिँ के भयो भन्दा त्यो बेलामा इनभ्यालिड ठहरियो होइन। त्यो कुरा हामीले जान्नु पर्यो है त। सो यो कुरा हामीले बुझ्यौँ। त्यसपछि के हुन्छ, इफ अपोइन्टेड प्राइम मिनिस्टर है, जुन तपाईँको नियुक्त भएको प्रधानमन्त्री छ त्यसले चाहिँ तपाईँको भोट अफ कन्फिडेन्स है भनेको विश्वासको मत चाहिँ लिन सकेन होइन, यो विभिन्न प्रोसेसबाट पनि सकेन भने अन्तिममा के हुन्छ, त्यो उसको सरकार काम चलाउ अथवा खुट्टे सरकार हुन्छ र उसले 6 महिनाभित्र चाहिँ नयाँ चुनाव गराउनुपर्छ भन्ने हाम्रो चाहिँ संवैधानिक व्यवस्था रहेको छ है। तपाईँले संविधानमा भएको कुराहरू तपाईँले कुन पढ्ने भन्ने कुरा मात्र मैले गाइडेन्स गरिदिनु, तपाईँलाई मैले पढाएको छैन है। म सिम्पल भनिदिन्छु, संविधान कुरा पढाउने कुरा पनि होइन। एक त तपाईँहरू बार पढिरहेको साथीहरूलाई मैले पढाउने कुरा त मैले यस्ता तैँले के पढाइरहेछस् भन्ने तपाईँहरूलाई भाषा भने द्याट्स भेरी फाइन है, म यो कुरा स्वीकार्छु, हुन पनि के पढाउने हो र मैले होइन। तर तपाईँहरूलाई चाहिँ रिकल मात्र गराइदिने मैले, यसो यो छ है सम्झिनुहोस् है, एकचोटि यति दिन हुन्छ यस्तो दिन हुन्छ भन्ने मात्रै हो। र अर्को भनेको कुन कुन संविधानको धारा पढ्ने यति मात्र मैले गाइड गरिदिने हो है, तपाईँलाई पढाउने होइन। तर फेरि अब मलाई संविधान आफै पढ्नुहोस् पनि भन्न सक्थेँ, तर यो लास्ट टाइम चाहिँ 20 वटा भन्दा बढी क्वेसन यहाँबाट आइदिए क्या। म सोचेको थिएँ 10 वटा 8 वटा आउँछ होला, मोडलमा पनि 8-9 वटा आइरहेको थियो, तर क्वेसन त 20 वटा भन्दा बढी आइदियो। त्यही भएर संविधानलाई चाहिँ अलिक बढी प्राथमिकताका साथ मैले चाहिँ आफै अरू टिचरलाई नबोलाएर आफै पढाइदिएँ है त, लेट इट बी। अब ठिक छ, अब तपाईँहरू हामी छलफलको क्रममा छौँ है। छलफलको क्रममा जाने भने तपाईँहरूलाई म माइक अन गर्नु पर्यो है त। ल माइक अन गरौँ, तपाईँहरू अब बोल्नुहोस् है। मैले यहाँ चाहिँ क्वेसन्स राख्छु, तपाईँहरू आन्सर चट दिने है, ठिक छ। सर प्लिज मेन्टेन अ फुल स्क्रिन डिस्प्ले। सर बेसरी फास्ट हो रे, ल ठिक छ, मैले त फास्ट, मैले संविधान जान्नुहुन्छ भनेर फास्ट गरे साथीहरू। ल ठिक छ, भोलि म नयाँ बिस्तारै जान्छु नि है, बिस्तारै भन्दा धेरै बिस्तारै पनि जाँदिनँ, यस बिस्तारै जान्छु है त, ठिक छ। मैले त अब जान्नुहुन्छ भनेर मैले भटाभट गरे है, ठिक छ। ल अब हामी अलिकति क्वेसन डिस्कसन गरौँ है त। तपाईँहरूले भन्ने है, तपाईँले उत्तर दिने, मैले यहाँ के भन्दिनँ है। यो अलिकति इङ्ग्लिसमा क्वेसन्सहरू छन्, यो संविधानको इङ्ग्लिस नेपाली जे भने तपाईँले बुझिहाल्नुहुन्छ। सो अरू भयो पो अलिकति गाह्रो हुन्थ्यो, कठिन। सो नेपालको प्रस्तावना अनुसार है, नेपालको संविधानको प्रस्तावना अनुसार यसको एन्सर भनेको के भनेको छ, वी द पिपुल अफ नेपाल हो कि, वी द पिपुल अफ नेपाल हो कि, वी द सोभरेन पिपुल अफ नेपाल हो कि, अल अफ द अबभ हो, भन्नुहोस् त के होला यसको आन्सर। फर्स्टको 1 को आन्सर के हो, मैले बोल्न नसकेको क्या। के हो आन्सर साथीहरू? We the sovereign people of नेपाल, हामी सार्वभौम सन्त नेपाली जनता भने हैन त, कस्तो हो त नि तपाईहरुलाई। फेरि यहाँ बोल्ड नेपालको संविधान कहिले चाहिँ तपाईको नेपाल ग्याजेटमा प्रकाशित भयो?
त्यो वाला स्लाइड स्लाइड नै देखिरहेको छैन सर त्यो स्लाइड नै देखिरहेको छैन ओके 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 ल है मैले नयाँ स्लाइडै सो भएन हो त्यो भन्न तपाईँले अघि यत्रो टाइम लाउनै पर्दैन थियो नि सर म्यामहरू ल अब हामी कहाँ जाउँ भन्दाखेरि चाहिँ स्टाफ प्रेजेन्टिङमा जाउँ फेरि नआयो त्यही त म के भन्दैनन् साथीहरू भनेर सोचिरहेको क्या त्यो त यत्रो संविधान भोलिबाट म अलिक बिस्तारै जान्छु है त सही सरले मलाई समय म एकदमै फास्ट जान्छु कि भनेको अब चाइना एक्सन भन्ने कुरा भनेर म सोचेर हो होइन फेरि कहाँ स्क्रिन सेयर भयो त्यही सेयर भयो फेरि पाउनुहुन्छ है सेयर स्क्रिन इन्टायर स्क्रिन गरिदिउँ न के जान्छ होला एकछिन होइन ल ल यसको उत्तर तपाईँले जान्नु भइसक्यो त्यसपछि नेपालको जुन संविधान छ त्यो कहिले जारी भयो भन्नुहोस् त मलाई पहिला सुरुमा 3 गते राजपत्रमा प्रकाशित कहिले भयो होला गएर हेर्ने है संविधानमा मैले यसको उत्तर भन्दिनँ कहिले यहाँ केही पनि खोज्नु पर्यो नि केही कुराहरू होइन त्यसपछि लगाएर नेपालको संविधान अनुसार सार्वभौम सत्ता चाहिँ जनतामा निहित छ द्याट्स भेरी फाइन त्यसो भने राजकीय सत्ता कसलाई दिएको छ ल भन्नुहोस् त जनतालाई वाउ थ्याङ्क यू तपाईँहरू सबैलाई बधाई त्यसपछि लगाएर है अब सुन्नुहोस् है इट स्याल बी द ड्युटी अफ एभ्री सिटिजन सबै हरेक नेपालीको कर्तव्य हुन्छ अरे के गर्ने संविधान चाहिँ मान्ने अथवा पालना गर्ने यो कुरा कहाँ लेखेको छ आर्टिकल 48 भनेकोमा हो कि आर्टिकल 1 मा हो कि बोथ ए एन्ड बी हो कि नन अफ द अबभ होला भन्नुहोस् त आर्टिकल 48 मा त यो व्यवस्था छ साथीहरू हैन आर्टिकल 1 को पनि भित्र गएर सब आर्टिकलमा हेर्नु यो पनि व्यवस्था छ है त्यही भएर यसको उत्तर बोथ ए एन्ड बी हुन्छ है नझुकिने 48 सही मिलाउनु भयो तपाईहरुले तर पनि आर्टिकल 1 को सब आर्टिकलमा भनेको उपधारामा यो कुरा व्यवस्था छ अनि नेपालको द स्टेट अफ नेपाल नेपाल राष्ट्र के हो इन्डिपेन्डेन्ट इन्डिभिजुअल हो कि सोभरिन एन्ड सेक्युलर हो कि डेमोक्रेटिक एन्ड सोशलिजम ओरिएन्टेड हो कि अल अफ द अबभ होला भन्नुस् त अल अफ द अबभ थ्यांक यू सो मच है अनि तपाईहरुलाई मैले चाहिँ एउटा के गर्दिनु भन्दा आज एउटा मिसिल क्लास मिसिलको मैले पठाएको थिएँ ए तपाईहरुलाई मैले एउटा रिडको मिसिल पठाइदिएको थाहा छ कि नै तपाईहरुलाई थाहा छ ल त्यो चाहिँ पढ्नु पर्यो है साथीहरु त्यसको तथ्य पढ्नु पर्यो तपाईहरुको अब मैले यो संविधान क्लास सकाएपछि त्यसको चाहिँ तपाईहरुलाई मिसिल एउटा गराइ राख्नु पर्यो किन भन्दा पछि हुन्छ हामी केस आइसकेपछि मात्र मिसिल गराउँछौं किनभने अहिले तपाईलाई गराएर वेस्ट हो तर तपाईहरुलाई अलिअलि फर्म्याट सिक्न हुन्छ जान्न हुन्छ भनेर चाहिँ हैन अलिकता केही जान्नु हुन्छ कि भनेर चाहिँ हामी अलिअलि चाहिँ मिसिल तपाईलाई जस्तै एटलिस्ट परमादेशको रिट कसरी चाहिँ लेख्ने हैन तपाईको यो विरुद्धको आदेश कसरी लेख्ने हैन पुनरावृत्ति कसरी लेख्ने किनभने एउटा फर्म्याट चाहिँ जान्नु हुन्छ नि भोलि तथ्य जेसुकै आवश्यक के फरक पर्छ र हैन त्यसकारणले गर्दा त्यो चाहिँ हामी तपाईले त्यो तथ्य चाहिँ पढ्नु पर्यो है अनि त्यहाँ भोलि सरले गाइड गर्नुहुन्छ अनि नेपाल भनेको सेकुलर स्टेट हो यो कुरा चाहिँ छोड्नुस् यो क्वेशन चाहिँ हैन यो क्वेशन आउँदा पनि आउँदैन अब नेपालले के गरेछ भन्दाखेरि फेडरल सिस्टम एउटा संघीय प्रणालीमा भइसकेको छ भने नेपालको जुन अनि त्यसपछि लगाएर हामीले के पनि देख्यौं भन्दाखेरि शक्तिको तपाईको यो विकेन्द्रीकरण पनि देख्यौं भने अब नेपालको जुन तपाईको चाहिँ के छ भन्दाखेरि जुन नागरिकता किसिम छ त्यो के छ सिंगल हो कि ड्युल हो कि बोथ हो कि नन हो भन्नुस् त के हो एकल हो कि ड्युल हो ड्युल व्हाटएभर इट इज सिंगल ओके थ्यांक यू सो मच Which of the following authorities competed नागरिकताको which of the following authorities competed to prescribe the condition of the acquisition of the citizenship है सो सुन्नुस् है जुन नागरिकता प्राप्त गर्नको लागि जुन विभिन्न कन्डिसनहरु चाहिँ तपाईको शर्तहरु बनाउँछ त्यो कसले बनाउन सक्छ राष्ट्रपतिले बनाउन सक्छ कि निर्वाचन आयोगले बनाउन सक्छ कि सरकारले बनाउन सक्छ कि पार्लियामेन्टले बनाउन सक्छ ओके पार्लियामेन्ट थ्यांक यू सो मच है पार्लियामेन्ट त्यसपछि पार्लियामेन्टले नागरिकता सम्बन्धी अधिकार कहिले जारी गर्यो ऐन एउटा छ अहिले अस्तित्वमा रहेको 2063 थ्यांक यू सो मच त्यसपछि अर्को है नेपालको कानुन अनुसार है नेपाली नागरिकता प्राप्त गर्नको लागि कुन कुरा चाहिन्छ डोमिसाइल मात्र भएर हुन्छ कि डिसेन्ट पनि हुनु पर्यो कि रेजिस्ट्रेसन पनि हुनु पर्यो के होला भन्न त डोमिसाइल भनेको तपाईले प्राइभेट इन्टरनेसनलमा पढ्नु भएको छ नि कुन कुरा चाहिन्छ यो तीनवटा कुरा चाहिन्छ है ल त्यसपछि लगाएर अर्को युनिभर्सल कन्स्टिट्युसन अफ द नेपाल है हामीले कुन चाहिँ संविधानको भागमा चाहिँ यो चाहिँ नागरिकताका सम्बन्धी व्यवस्था छ भाग 2 3 4 5 कतिमा हो
भाग 3 भाग 3 2 मा के छ भन्नुस् त भाग 2 हैन सर यो सीमा सर 2 मा के छ त्यस्तो कुरा गर्नुहुन्छ तपाईहरु अनि है ल लेट इट बी त्यसपछि सुन्नु न अनि यो भाग 11 मा के छ ल भन्नुस् यो त तपाईले याद गर्नै पर्छ म तपाईलाई त्यतिकै र्यान्डमली सोधे है अल अफ सडन न्यायपालिका न्यायपालिका भाग 12 मा के छ ल भन्नुस् त एटर्नी जनरल है महान्यायाधीश व्यवस्था छ तपाईले संविधानमा पढ्नुपर्ने भनेको चाहिँ भाग 1 देखि 35 सम्म सर के छ भन्ने जान्नु होला भित्रको पढ्ने के पढ्ने म पढाइहाल्छु तपाईहरुलाई अनि अनुसूची 1 देखि 9 सम्म के छ पनि जान्ने है अनुसूची 5 मा चाहिँ के व्यवस्था छ भन्ने कुरा तपाई जान्नु पर्यो 6 मा के छ 7 मा के छ अनुसूची 5 मा संघको अधिकार छ संघको अधिकार नेपालमा 35 वटा छन् है याद गर्नु होला अनुसूची 6 मा संयुक्त साझा अधिकार छन् अनुसूची 7 मा चाहिँ तपाईको हैन अनुसूची 6 मा चाहिँ तपाईको प्रदेशको अधिकार छ 5 4 5 6 7 मा तपाईको साझा 8 मा स्थानीय तहको 9 मा फेरि साझा छ भने स्थानीय तह अधिकार चाहिँ 22 वटा छन् प्रदेशको अधिकार 21 वटा छ र तपाईको केन्द्रको अथवा संघको अधिकार चाहिँ कति वटा छ भन्दाखेरि चाहिँ 35 वटा छ 35 है 35 ठीक छ यो जान्नु पर्यो अनि त्यसपछि लगाएर अनरी सिटिजनशिप भनेको सम्मानार्थ नागरिकता भन्ने यो बीएल इन्ट्रान्समा क्वेशन हो साथीहरु सम्मानार्थ नागरिकताको व्यवस्था है धारा 11 मा छ भने जसले पनि भनिदिन्छ धारा 11 को उपधारा कतिमा छ ल भन्नुस् त कतिमा छ ओ कहिलेकाहीँ यस्तो इन्ट्रान्समा यस्तो क्वेशन आउँछ नि तपाईहरुलाई पनि नआउन सक्छ भन्नु सकिदैन 9 मा छ है उपधारा 9 मा यहाँ मैले लेखा पनि त्यस लाग्थ्यो हेर्न त आर्टिकल 11 को 9 मा छ ठीक छ यो कुरा हामीले बुझ्यौं त्यसपछि यो गैर आवश्यक नागरिकता कतिमा छ धारा 14 मा छ जान्नुस् है यो उनीहरु चाहिँ सोधिरा हुन्छ है फ्रिक्वेन्टली सोधिरा हुन्छ त्यही भएर चाहिँ ल अन्त किन तपाईलाई 100 मा 100 चाहिएको छ हैन 99 ल्याउनु पर्यो नि त एउटा बिगार्नुस् त्यसपछि लगाएर अर्को भनेको चाहिँ हैन जस्तै नन रेजिडेन्ट सिटिजन्स भन्ने जुन छ तपाईको गैर आवश्यक नागरिकलाई तलका मध्ये कुन चाहिँ अधिकार संविधानले प्रदान गरेको छ कन्फर्ड भनेको प्रदान गरेको छ ल भन्नुस् त राइट टु ओपन अ बैंक अकाउन्ट इकोनोमिक एन्ड कल्चरल राइट्स राइट टु अपरेट एनी बिजनेस टु कास्ट भोट इन इलेक्सन कुन चाहिँ अधिकार चाहिँ इकोनोमिक एन्ड कल्चरल राइट्स एक्सेप्ट भनेको छ कि एक्सेप्ट भनेको अपवाद भने त्यो बाहेक तलका मध्ये कुन यो बाहेक अरु कुनै अधिकार चाहिँ दिएको छैन भन्ने कुरा भयो क्या राइट टु भोट चाहिँ दिएको छैन बैंक अकाउन्ट पनि खोल्न मिल्छ इकोनोमिक एन्ड कल्चरल राइट्स पनि छ अपरेट बिजनेस पनि गर्न पाउँछ तर भोट हाल्न पाउने चुनावमा उड्न पाउँछ त पाइदैन है त सो यसको पनि उत्तर के हो आर्टिकल 9 त्यसपछि लगाएर नेपालमा कुनै पनि नाबालक फेला पर्यो र उसको बाउ आमाको ठेगान छैन भने त्यो बेलामा चाहिँ है त्यो मान्छेले के को आधारमा नागरिकता पाउँछ ल भन्नु त जन्मको आधारमा अंगीकृत नागरिकता र वंशजको आधारमा कुन भन्नु त वंशजको आधारमा भेरी गुड त्यसपछि अर्को पनि तपाईलाई आउन सक्छ जस्तै नेपालमा एउटा सिंगल नेपाली नागरिक महिलाले बच्चा पाउनु भयो भने उहाँको पनि पितृत्वको बारेमा ठेगान छैन भने उले पनि के को आधारमा नागरिकता पाउँछ जान्नु पर्यो है तर पछि त्यो मान्छे चाहिँ सुन्नुस् है पछि तर उसको पिता एक दिन फेला पर्यो रे त्यो पिता चाहिँ विदेशी नागरिक ठहरेको हकमा त्यो नागरिकता केमा परिणत हुन्छ अंगीकृत वाउ तपाईलाई सबै थाहा रहेछ मैले पढाउनै पर्दैन रहेछ ल अ पर्सन्स एक्वायरिङ सिटिजनशिप अफ नेपाल अब्टेन द सर्टिफिकेट अफ सिटिजनशिप इन द नेम अफ हिज अर हर फादर सुन्नुस् है कोही पनि मान्छेले नागरिकताको जुन पाउँछ त्यसले चाहिँ बाउको नाममा बाउ त नभनौं पिताको नाममा पाउँछ कि हजुर पिताको नाममा पाउँछ कि बा वा आमाको नाममा पाउँछ कि बा र आमाको नाममा पाउँछ फादरको नाममा फादरको नाम हो फादर एन्ड मदर हो हैन फादर और मदर हो गुड है यो चाहिँ जान्नु पर्यो है अहिले त तपाईको नयाँ नागरिकता ऐनले सकेसम्म चाहिँ पिता माता अथवा बाबा आमा दुवैको चाहिँ तपाईको चाहिँ त्यहाँ चाहिँ एउटा आइडेन्टिटी चाहिँ खुलाइदिनु भनेर भनेको छ है अनि मैले चाहे भने मेरो मम्मीको पनि राख्न पाउँछु अब हाम्रो प्राय नागरिकतामा बाबाको मात्र राखिन्थ्यो हैन अहिले चाहिँ दुवैको सकेसम्म दुईटाको डिटेल्स चाहिँ राख्नुस् भन्ने कुरा गरेको छ अब कार्यान्वयनमा अब त्यस्तै त हो हैन त्यसपछि लगाएर अनि राइट टु अक्वायर सिटिजनशिप है जुन तपाईको हामी सिटिजनशिप प्राप्त गर्छौं त्यो कुन हो हाम्रो कन्स्टिट्युसन राइट हो कि ह्युमन राइट्स हो कि फन्डामेन्टल राइट्स हो कि लिगल राइट्स हो ल भन्नुस् त
नागरिकता प्राप्त गर्ने अधिकार कुन अधिकार हो? कन्स्टिट्युसनल कन्स्टिट्युसनल राइट। वाउ, थ्याङ्क यू सो मच है। राइट टु भोट भनेको के हुन्थ्यो? राइट टु भोट भनेको के हुन्थ्यो? फन्डामेन्टल राइट। हो, थ्याङ्क यू। क्लियर हुनु पर्यो है। अनि तपाईँ यहाँ झुक्किने भनेको कहिलेकाहीँ चाहिँ साथीहरू केमा झुक्किनुहुन्छ भन्दाखेरि चाहिँ होइन, जस्तै अनि झुक्किनुहुन्न तपाईँहरू सबै तपाईँलाई आउँछ, छोडिदिनु। मैले ठ्याक्क अहिले दिमागमा बिर्सेँ। फन्डामेन्टल नागरिकता कर्तव्य संविधानको कति धारामा छ? धारा 48। थ्याङ्क यू सो मच। अनि फन्डामेन्टल राइट्स भनेका सुन्नुहोस् है, इनहेरेन्ट भनेको हो कि इन्डिभिजुअल हुन्छन् कि इनएलिनेबल हुन्छ कि इनएलिनेबल भनेको खोज्न नसकिने, इनहेरेन्ट भनेको अन्तर के भन्छ यसलाई भन्छ, इन्डिभिजुअल भनेको चाहिँ अविभाज्य। त भन्नुहोस् त कुन होला? अल अफ द अबभ। भेरी गुड, थ्याङ्क यू सो मच। राइट टु भोट भनेको कुन हो? कन्स्टिट्युसनल हो कि फन्डामेन्टल ह्युमन राइट्स हो? राइट टु भोट कन्स्टिट्युसनल। थ्याङ्क यू सो मच। त्यसपछि लाग्यो राइट टु प्राइभेसी है। राइट टु प्राइभेसी जुन गोपनीयता हक छ त्यो भनेको यो यसमा छोडिदिनुहोस्, अलि पछि यो कन्सेप्ट बताउँछु मैले, यसलाई अलि हटाइदिएँ है त, यसको अलिक काम छैन। ल, राइट टु इम्प्लोइमेन्ट भनेको के होला ल भन्नुहोस् त? पोजिटिभ र नेगेटिभ राइटको बारेमा तपाईँहरूलाई कतिको ज्ञान छ? यो चाहिँ म भोलि पढाएपछि भन्छु, अनि मैले आज बिर्सेर चाहिँ छोडिदिनुहोस्, अहिले मैले कुरा मैले तपाईँलाई भनिनँ। फन्डामेन्टल राइट्स भनेको कहाँबाट आउँछ? संविधानबाट, नियमबाट, इन्टरनेसनल लबाट, ऐनबाट, कहाँबाट आउँछ भन्नुहोस् त? कन्स्टिट्युसनबाट। यदि यो ठाउँमा चाहिँ लिगल राइट्स कहाँबाट आउँछ भनेर सोध्यो भने के हुन्थ्यो होला? एक्ट। थ्याङ्क यू सो मच है। त्यसपछि लाएर राइट टु लिभ विथ डिग्निटी भन्नुको अर्थ के होला ल भन्नुहोस् त? यसको अर्थ एकदम इङ्ग्लिस पनि यति जान्नुहोस् त, मैले यसको सबै नेममा जानिनँ मैले आफै, भन्नुहोस् त के हो रहेछ यसको? स्वतन्त्रपूर्वक अधिकार। यसलाई चाहिँ तपाईँको यहाँ यसको उत्तर के हुनसक्छ? राइट टु लिभ विथ डिग्निटी इन अ ब्रोडर सेन्स इन्क्लुड के होला? अल अफ द अबभ। यसको उत्तर अल अफ द अबभ। वाउ, थ्याङ्क यू सो मच है साथीहरू, अल अफ द अबभ। ओके। नेपालको संविधान अनुसारको धारा 17 मा तपाईँको के छ? स्वतन्त्रताको हक छ। स्वतन्त्रताको हक अनुसार चाहिँ कुन कुन अधिकार हुन्छ? राजनीतिक पार्टी खोल्न पाउँछ होला, कुनै पनि प्रोफेसन प्र्याक्टिस गर्न पाउँछ भने, कुनै पनि व्यवसायमा संलग्न हुन पाइन्छ जस्तो लाग्छ, कुनै पनि युनियनहरू खोल्न पाइन्छ। के रहेछ त उत्तर यार? अल अफ द अबभ। ओके, थ्याङ्क यू सो मच है त, अल अफ दि अबभ। अनि तलका मध्ये सुन्नुहोस् है, तल विच अफ द फलोइङ राइट वाज मेन इम्फेसाइज इन द केस अफ अन्नपूर्ण राणा विरुद्ध काठमाडौँ डिस्ट्रिक्ट कोर्ट? यसमा कुन चाहिँ अधिकारको बारेमा चाहिँ डिस्कस भएको थियो? क्लिन इन्भाइरोमेन्ट, म्यारी, राइट टु प्राइभेसी, अल अफ दि अबभ। What could be the okay right to privacy? है, यसको आन्सर त्यही भयो। अनि यो स्पाइनियर्स भन्ने भन्छ यो जासुसी, जुन तपाईँको राज्यकै विरुद्ध जसले जासुसी गर्छ त्यसलाई चाहिँ तपाईँको चाहिँ के भित्र ग्यारेन्टी गरेको छ, अथवा के कुन चाहिँ अधिकार, कुन चाहिँ फन्डामेन्टल राइटले त्यसलाई चाहिँ बन्देज गरेको छ ल भन्नुहोस् त? राइट टु फ्रिडमले बन्देज गरे हो कि इन्फर्मेसनले? राइट टु इन्फर्मेसनले बन्देज गरे हो। राइट टु फ्रिडम। यस, थ्याङ्क यू सो मच। ल, फ्रिडमको नाममा चाहिँ आफ्नो देशको विरुद्धमा चाहिँ उ गर्न पाइँदैन भन्ने कुरा हो क्या। इक्वेलिटी भनेको चाहिँ जुन समानता छ त्यो बेसिक एलिमेन्ट अफ के हो? रुल अफ ल हो कि जस्टिसको हो कि बोथ एएनसी हो कि के होला भन्नुहोस् त? रुल अफ ल, सेपरेसन अफ पावर, it is the basic element of सी आई गेस। यसमा चाहिँ यस्तो हुन्छ सुन्नुहोस् है, खास यसमा चाहिँ सबै उत्तर मिल्छन्, तर कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि अलिकता मोर क्लोज आन्सर पनि खोज्छ। मोर क्लोज आन्सर भनेको रुल अफ ल, जुन एबी डाइसीले तपाईँलाई थाहा छ 1785 मा किताब लेख्नु भएको थियो, इन्ट्रोडक्सन टु कन्स्टिट्युसन भन्ने किताबमा। तीनवटा, प्रिन्सिपल अफ इक्वालिटी, प्रिन्सिपल अफ लिगालिटी र अर्को भनेको कन्स्टिट्युसन इज द प्रोडक्ट अफ जनरल अर्डिनरी ल अफ द ल्यान्ड भन्ने कुरा गरेको थियो होइन। गरेको थियो भने तपाईँहरूलाई त्यसमा प्रिन्सिपल अफ इक्वालिटी त अफकोर्स यहाँ चाहिने भयो। जस्टिसमा पनि इक्वालिटी भनेको त जस्टिस मिन्स इक्वालिटी होइन त, त्यो पनि हुन्छ। तर सेपरेसन अफ पावरमा ट्याक्कै इक्वालिटीको कन्सेप्ट अलि है अलिकता कम आउँछ, आउनु त यसमा पनि आइहाल्छ अफकोर्स, तर त्यही भएर यसको आन्सर चाहिँ मोर क्लोज चाहिँ बोथ एएनसी हुन्छ है साथीहरू। ठिक छ, तपाईँले भनेको थ्योरी र फेरि के भन्न मिल्न चाहिँ सबै मिल्छ त तपाईँले भनेको रुल अफ, तर नहुने तत्त्व रुल अफ लमा इक्वालिटी नभए हुन्छ त हुँदैन, जस्टिसमा हुन्छ त, सेपरेसन अफ पावरमा अलिकता मोरलेस नभए पनि भयो होइन। सो बोथ एएनसी चाहिँ यसको आन्सर हुन्छ। अब रुल अफ ल भित्र सेपरेसन अफ पावर आउँछ त होइन, त्यही पनि बोर्डरमा जानुहोस्, मोर क्लोजमा जानुहोस् है त।
द कन्सेप्ट अफ इक्वल प्रोटेक्सन अफ ल इज नेसेसरी फर है, यो त तपाईँले बुझिहाल्नुहुन्छ। अनि हाम्रो संविधानले चाहिँ तपाईँको समानताको हक व्यवस्था गरेको छ। समानताको हकभित्र कुन कुन अधिकार छ ल भन्नु त फर्मल एन्ड सब्स्टेन्टिभ इक्वालिटी छ कि, इक्वालिटी बिफोर ल र इक्वल प्रोटेक्सन अफ ल छ कि, प्रोभिजन अफ जेन्डर इक्वालिटी छ कि, के छ होला भन्नुहोस् त। मैले तपाईँलाई भनेको थिएँ फर्मल इक्वालिटी भनेको के हो रे? फर्मल इक्वालिटी भनेको के हो? सब्स्टेन्टिभ भनेको के हो भन्नु नि त? सब्स्टेन्टिभ भनेको इक्वल प्रोटेक्सन अफ ल हो है। फर्मल भनेको चाहिँ सबैलाई बराबर इक्वल ट्रिटमेन्ट हो, ठिक छ, इक्वालिटी बिफोर ल हो, एउटै कुरा हो यो भनेको। सो यसमा सबैको व्यवस्था गरेको छ है, सबै, अल अफ द अबभ। तपाईँले भन्नुभयो भने म आफै भनिदिन्छु, जुन तपाईँको यो छ नि होइन, यो पोजिटिभ डिस्क्रिमिनेसन सकारात्मक विभेद छ, त्यो भनेको करेक्टिभ जस्टिस हो कि, कम्पेन्सेटरी एक्सन्स हो कि, एफर्मेटिभ एक्सन्स हो कि के हो भन्नुहोस् त? सर यो स्लाइड देखिएन नि हजुर। देखिरहेको छ मेरो मोबाइल, मैले हेरेको जस्तो नदेखेको फेरि कुरै छैन। स्टप भयो सर, स्टप सेयरिङ भनिरहेछ, स्टप नै भनेको छ सर। कसरी भयो? देखिरहेको छ त हजुर? नै सरै छैन सर। ए सरेको छैन रहेछ, गुड गुड, पाउँछ है। यसलाई त कहिले काहीँ कम्प्युटर ह्याङ हुन्छ क्या हो। नेटमा प्रब्लम छ कि? ल पक्नुहोस् है। अब हामी 5वटा डिस्कस गर्छौँ, भोलि क्लासमा हामी बिस्तारै जान्छौँ, एकदमै डिटेलमा जान्छौँ है। अहिले चाहिँ हामी तपाईँलाई आज धेरै मैले कुरा पनि भनिनँ, संविधानकै कुरा के भनिराख्नु तपाईँहरूलाई भनेर मैले थोरै मात्रै सरर भन्दै हो होइन। ल भोलि इम्पोर्टेन्ट कुराहरू पनि आउँछन् है त। कहाँ गयो यस, यता आयो, कहाँ गयो यस, देख्यो होइन अहिले? देख्यो सर। देख्यो। ल यो सबै आउँछ है यसको उत्तर चाहिँ। अनि सुन, पोजिटिभ डिस्क्रिमिनेसनको अरू नामहरू के होला भन्नु त? अरू नामहरू, अन्य नामहरू। करेक्टिभ जस्टिस। करेक्टिभ जस्टिस, गुड। अनि अर्को? एफर्मेटिभ एक्सन। एफर्मेटिभ एक्सन, गुड। अर्को? अल अफ द एन्सर, अल अफ द अबभ हुन्छ यसको अर्थ? अल अफ द अबभै भयो। त्यही त नि, अल अफ द अबभ। ल धन्यवाद तपाईँहरूलाई। नेपालको संविधानमा सुन्नुहोस् है, यो तलका मध्ये कुन चाहिँ मौलिक हक चाहिँ पहिलोचोटि, यो भनेको पहिलोचोटि भन्नुको अर्थ भनेको यो 2072 सालमा को संविधानले पहिलोचोटि ल्याएको होला?